सृष्टि गर्नुहुने परम प्रधान परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीहको नाउँमा र त्यसै गरी सबैजनाले एकचोटि हाम्रो पिताको लागि शिरभन्दा पनि माथि लगेर जोरदार तालीले सम्मान गर्नुहोला। त परमात्मा परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीहको नाउँमा र त्यसै गरी हामी सम्पूर्णको अग्रज अगुवा ईश्वरीय मार्ग भजन मण्डल सच्चै केन्द्र नेपालका हाम्रो आदरणीय वरिष्ठ अग्रज अगुवा हुनुहुन्छ प्रकाश सर हजुर, सुशीला म्याम हजुर र उहाँहरूको समस्त घर परिवारलाई हृदयबाट नै नमन व्यक्त गर्न चाहन्छु र सदा सर्वदा परमेश्वर पिताको परिपूर्ण आशिष रहिरहन्। र त्यसै गरी हाम्रो शाखाका प्रमुख अगुवा हुनुहुन्छ त जब लामो दूरीलाई छोटो गरेर त हरेकको निम्ति सहज र सजिलोको निम्ति भेरी फारमको अग्रज अगुवा हाम्रो लोकमाया म्याम हजुर, मिना म्याम हजुर र त्यसै गरी उपप्रमुख मानसर हजुर र सह अगुवा रिता म्याम हजुर र उहाँहरू सम्पूर्णलाई पनि हृदयबाट नै नमन व्यक्त गर्न चाहन्छु। र विशेष गरेर आज सोमबारको दिन शिक्षाको दिन, यो दिन बनाउनु हुने परमेश्वरको लागि एकचोटि फेरि शिरभन्दा पनि माथि लगेर जोरदार तालीले सम्मान गर्नुहोला। त परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीहको नाउँमा र त्यसै गरी त हामी सम्पूर्णहरूको निम्तिबाट भेरी फारम शाखाको निम्तिबाट र त्यसै गरी म शान्ति गुरुङको तर्फबाट एकैमुष्टमा जब भेरी फारम शाखाको तर्फबाट म व्यक्तिगत तर्फबाट शिर निहुराएर नमन व्यक्त गर्न चाहन्छु। त परमात्मा परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीहको नाउँमा र महिमा सुरु भइसकेको छ र पहिलो प्रार्थनाको लागि जो कोहीलाई अगुवाई आएको छ त स्टेजमा आइदिन पनि विनम्र अनुरोध गर्न चाहन्छु। त म्याम हजुरको लागि फेरि जोरदार तालीले सम्मान गर्नुहोला। लगत्तै भजनको निम्ति पनि दुईजना जो कोहीलाई अगुवाई आएको छ त तयारी भएर बसिदिनु न पनि विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद गर्छु तिनै लोकको सृष्टिकर्ता, तिनै लोकको महान अनुकारी परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु मसीहको नाउँमा। त्यसै गरी नै हिमाल पहाड तराई कोही छैन पराई, हामी सबैले समेट्ने एक मात्रै सजाय आज सचाइ केन्द्रको उद्घाटन गर्नुहुने हामी सम्पूर्णको अग्रज अगुवा, हामी सम्पूर्णको आत्माको आमा बुवा हजुर होइन, पुष्कर सर हजुर, सुशीला म्याम हजुर, उहाँको समस्त परिवारलाई शिर झुकाएर नम्र नमस्कार गर्छु। त्यसै गरी नै लामो दूरीलाई छोटो बनाएर हामीलाई सत्यताको मार्गमा डोराउनु हुने, हामीलाई यो मार्गमा एकदमै सही छ भनेर डोराउनु हुने मेरो आत्मीय आमा गोकर्ण शाखाको सृष्टि गुरुङ म्याम हजुर, सागर सर हजुर, उहाँको समस्त परिवारलाई म शिर झुकाएर नम्र नमस्कार गर्छु। त्यसै गरी परमेश्वरलाई धन्यवाद आज सोमबारको बसैमा होइन, परमात्मा परमेश्वर पिताले खुद ल्याउनु भयो सम्पूर्णलाई अग्रज अगुवा होइन, लिडर सर हजुर, म्याम हजुर, केन्द्रको लिडर सर हजुर, म्याम हजुर अनि सम्पूर्णलाई म सुन्दरी जल काठमाडौँ सुन्दर जलको शाखाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म सम्पूर्णलाई म शिर झुकाएर नम्र नमस्कार गर्छु। परमेश्वरले आज सोमबारको बसैमा पनि परमेश्वर हजुर खुद भएर पिता परमेश्वरले चुन्नुभयो पहिलो प्रार्थनाको लागि, यसको लागि परमपिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु। मसीहको नाममा सम्पूर्णले यो समय होइन एकदमै मन बनाउनु होला, नबनेको कामहरू बनिसक्यो, नचलेको हट्टी नसाहरू चलिसक्यो भनेर एकदमै परमेश्वरसँग एकदमै मन लगाएर बाहिर आँखा बन्द गरेर अनि परमेश्वरले देख्ने आँखा खुलेर एकदमै प्रार्थना गर्नुहोला भन्दै ईश्वर पितालाई अनगिन्ती धन्यवाद गर्छु मसीहको नाउँमा। धन्यवाद परमेश्वर जगतका मालिक तिनै लोकको सृष्टिकर्ता परमात्मा परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु मसीहको नाउँमा। पिता परमेश्वर पिता स्वर्गीय परमात्मा परमेश्वर पिता यस राज्यको चारै सुर चारै किल्लामा परमेश्वर पिता हजुरले स्वर्गदूतहरू खडा गर्नुहोस् पिता परमेश्वर पिता, यसै समय खडा गरिसक्नुभयो पिता, यसको लागि परमपिता परमेश्वरले अनगिन्ती धन्यवाद गर्छु मसीहको नाउँमा। हे परमेश्वर, हे परमात्मा परमेश्वर पिता, तपाईँको राज्य आओस् पिता, आइसक्यो परमेश्वर पिता, तपाईँको इच्छा स्वर्गमा जस्तो छ परमेश्वर पिता, यस पिता परमेश्वर तपाईँको योजना तपाईँको इच्छा पुरा गर्नुहोस् है परमेश्वर, यसै समय यसै घडी परमेश्वर तपाईँले पुरा गरिसक्नुभयो पिता, यसको लागि परमात्मा परमेश्वरले करोडौँ धन्यवाद गर्छु मसीहको नाममा। महान मालिक तपाईँ पिता परमेश्वर, महान परमेश्वर पिता,
हे सर्वशक्ति महान पिता परमात्मा परमेश्वर, नचलेको हट्टिनछ परमेश्वर, हजुर खुद भएर चलाउनु परमात्मा परमेश्वर पिता। हरेकको काम बनेको छैन परमेश्वर, हजुर खुद स्वयं भएर पिता हरेकको जीवनमा पिता काम बनाइदिनु परमेश्वर पिता। हरेकलाई पिता परमेश्वर कुलतको आत्मा छ त परमेश्वर, तपाईँले सुलतमा ल्याउनु परमेश्वर। हरेक सन्तानको पिता परमेश्वर बेविचारको आत्मा छ त सुविचारमा ल्याउनु परमेश्वर। हरेक सन्तानको पिता परमेश्वर घर परिवार परमेश्वर पिता चिथल बिथल छ त परमेश्वर, हजुरले एक बनाउनु परमेश्वर पिता। यसै समय यसै घडी प्रमाण परमेश्वर पिता, हजुरले मसीह येशूको नाममा पुरा गरिसक्नु पो पिता। धन्यवाद परमेश्वर, यसो मसीहको नाममा पिता परमेश्वर। महान मालिक तपाईँ पिता परमेश्वर, ए सर्वशक्ति महान परमेश्वर पिता। आज वचन हुनेछ, गवाई हुनेछ परमेश्वर पिता। अग्रो चगुवाको मुखलाई इस्तेमाल गरेर परमेश्वर पिता ठुला ठुला गवाई ठुला ठुला वचन परमेश्वर पिता हजुर भएर बोल्ने छ परमात्मा। तपाईँले यस मसीहको नाममा पुरा गरिसक्नु पो पिता, हजुरले धन्यवाद गर्छु। मसीह येशूको नाममा पिता परमेश्वर हरेक सन्तानलाई परमेश्वर पिता तपाईँको पिता पवित्र आत्माले भरिदिनु, तपाईँको आवश्यकताले भरिदिनु परमेश्वर। हरेक सन्तानले असल ज्ञानी बुद्धिहरू परमेश्वर हजुरले यसै समय पुरा तपाईँले दिइसक्नुभयो। धन्यवाद परमेश्वर। यस मसीहको नाममा मागौँ त के माग्नु परमेश्वर, माग्नुभन्दा पनि ज्यादा गरेर परमेश्वरले होइन एकदमै उन्नति प्रगति यस मसीहको नाममा पुरा दिइसक्नुभयो। सबैले बोल्नुहोस् आमेन। ईश्वर तिमीले दिएको साथ कहिले छुट्ने छैन है बाबाट। ईश्वर तिमीले दिएको साथ कहिले छुट्ने छैन है मबाट। भोलिको दिन कसले छ देखेको पुरा हुन्छ ईश्वरले
महान मालिक परमात्मा परमेश्वर पिता हजुरलाई हृदयदेखि नै अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। र त्यसै गरी सम्पूर्णले परमात्मा परमेश्वरको निमित्त शिरभन्दा माथि लगेर जोरदार तालीले सम्मान गर्नुहोला। र पितालाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। र त्यसै गरी धन्यवाद तथा सुसम्मान गर्न चाहन्छु। हिजोको दिन टाढेबाट सुसम्मान गर्थे भने आज नजिकैबाट यसै केन्द्रको प्रमुख प्रकाश सर हजुर र उपप्रमुख सुशीला म्याम हजुर र दुईटा नानुमा पनि शिर झुकाई उच्च सम्मान भन्न चाहन्छु। र त्यसै गरी निकोसेरा शाखामा पनि अवरात्र खटेर महिमा गरिरहनु हुने मेरो आत्माको आमा बुबा हुनुहुन्छ प्रकाश सर हजुर, मेलिसा म्याम हजुर, उहाँको समस्त होल परिवारमा शिर झुकाई उच्च सम्मान भन्न चाहन्छु। र त्यसै गरी विभिन्न स्थानबाट पाल्नुहुने परमात्माको महिमामा गयो भने उद्धार पाइन्छ भनेर विभिन्न शाखाबाट पाल्नुहुने सम्पूर्ण अग्रज अगुवा र केन्द्रको लिडरदेखि लिएर सम्पूर्ण शाखाको लिडरहरूमा पनि म शिर झुकाई उच्च सम्मान भन्न चाहन्छु। त्यसै गरी वाद्यवादनमा रहनुहुने सर हजुरहरू, क्यामेराम्यान सर हजुरहरू र आजको महिमा सञ्चालन गर्नुहुने म्याम हजुरमा पनि शिर झुकाई उच्च सम्मान भन्न चाहन्छु। पितालाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। आज सोमबारको बसाइमा छौँ। पिता परमेश्वरले गवाई प्रकट गर्नको निमित्त चुन्नुभएको छ। पिता हजुरलाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। मेरो दिमागले होइन परमात्मा तपाईँले दिनुभएको जति पनि गवाई तपाईँ खुद आफै बोल्नुहुनेछ। पिता धन्यवाद गर्छु पिता यीशु मसीहको नाउँमा। र गवाई कहाँबाट सुरु गरौँ जस्तो लाग्छ होइन। गवाई अनगिन्ती पाएको छु र गवाई सबभन्दा ठुलो गवाई भनेको ईश्वर चुन्नु नै ठुलो गवाई हो। र परमात्मा परमेश्वरले ईश्वर चिने त म आफ्नै कारणले गर्दाखेरि र मेरो शरीरमा शिरदेखि पाउसम्म अनगिन्ती रोगहरूले एकदमै ग्रसित बनाएको थियो होइन। जति पनि पाठेघरमा पनि क्यान्सरको ट्याग लगाइसकेको थियो। एकदमै पेट दुख्थ्यो र महिनावारीमा पनि एकदमै धेरै गाह्रो हुन्थ्यो। धेरै औषधि नखाइकन म बस्नै सक्दैन थिएँ। आँखाको ज्योति पनि एकपट्टि प्लस थियो एकपट्टि माइनस थियो। ग्यास्ट्रिकको समस्याले त्यसै ग्रसित थिएँ होइन। अनगिन्ती रोगहरूले पिल्सिएको थिएँ। जुन दिन परमात्मा परमेश्वरको राज्यको सुसमाचार पाएँ त्यसै दिनदेखि म परमात्माको राज्यमा प्रवेश गरेँ र परमात्मा परमेश्वरले एक हप्ताभित्र मेरो शिरदेखि पाउसम्मको अनगिन्ती समस्याहरूलाई यीशु मसीहको नाउँमा नष्ट गराएर आज यसरी भलाचङ्ग गराउनु भएको छ। पिता हजुरलाई कुन शब्दले धन्यवाद गरौँ। परमात्मा आज यो माझमा आएर हजुरको गवाई भन्न पाएको छु। पिता हजुर कति महान हुनुहुन्छ। यो मनको इच्छालाई पिता खुद आफैले बुझेर आज खडा गर्नुभएको छ। परमात्मा हजुरलाई कुन शब्दले धन्यवाद गरौँ होइन। हिजोको दिन घर परिवारमा त्यस्तै लाथलिङ्ग 5 जना परिवारलाई पानतिर पुर्याइसकेको थियो। दोस्रोवालाले एकदमै धेरै घर परिवारमा पनि झै झगडा मात्रै हुन्थ्यो, कहिल्यै शान्ति हुँदैन थियो होइन। शान्ति कहाँ पाएर भनेर भौतारिँदै 15 वर्ष जति त म एकदम बच्चादेखिबाट 15 वर्ष जति त मैले ढुङ्गा मुढा खोला नालामा कति हिँडेँ कति धाएँ होइन। हप्ताको 2 दिन मैले खाना खान्थेँ, बाँकी दिन भनेको सबै व्रत हुन्थ्यो। व्रत बसेर मोक्ष पाउँछु होला भनेर आशमा भौतारिँदा 15 वर्ष बितिसकेको रहेछ। जति पनि शरीरमा पनि शिरदेखि पाउसम्म समस्या मात्रै ल्यायो। मलाई मोक्ष मिल्ला भन्ने आशाले हिँड्दा होइन। जति पनि मैले ठाडो चन्दनको टिका लगाएर हिँड्थेँ। मैले माछा मासु खानेले छेउको पनि खाँदैन थिएँ। म त्यति धेरै धर्म कार्य गरेर हिँड्ने मान्छे, तर म आफै नै उद्धार पाएको थिइनँ। जुन दिन परमात्मा परमेश्वर आत्मामा हुनुहुन्छ भनेर मेरो अग्रज अगुवाले चिनाउनु भयो त्यसै दिनदेखिबाट परमात्मा परमेश्वर चिन्न पाएँ र दुष्ट शैतानको योजना सबै भस्म खरानी भयो। परमात्माको योजना उच्च भयो। पिता हजुर कति महान हुनुहुन्छ। परमात्मा आज मेरो जीवनमा मात्रै कार्य गरेर देखाउनु भएन। परमात्मा परमेश्वरले मेरो निकोसेरा शाखामा पनि धेरै ठुला कामहरू गरेर देखाउनु भएको छ। पिताले होइन ब्लड क्यान्सरहरू आउनुहुन्छ, रोगीहरू आउनुहुन्छ, ब्लड क्यान्सर पनि ठिक भएर जानुहुन्छ। ब्रेस्ट क्यान्सर भएर आउनुहुन्छ, उहाँहरू पनि ठिक भएर जानुभएको छ। 15 वर्षसम्म प्यारालाइसिस भएर थलामा बस्नु भएको थियो, उहाँ पनि आएर अहिले एकदम आफै टोयलेट जाने, आफै हिँड्ने, आफै खाने गर्न सक्ने योग्य पिताले बनाउनु भएको छ। पिता हजुर कति महान हुनुहुन्छ होइन। त्यसै गरेर म आफ्नै गवाई एउटा भन्न भुलेछु। पिता धन्यवाद। मेरो हालसालैको गवाई अस्ति बुधबारको महिमा, शनिबारको महिमा ईश्वर धन्यवाद। महिमा सकाएर म बेलुका एकैछिन बाहिर निस्केको थिएँ। बाहिर निस्किने क्रममा मेरो हात बाहिर
एउटा बच्चा भाग्नुभयो, बच्चालाई समात्छु भन्दामा म लडेर मेरो हात क्र्याक भयो, मेरो यो हड्डी भाँचिएको थियो होइन, यस्तो यो औँलाई नै चल्दैन थियो। मेरो म्याम हजुरले ला दुईवटा भएछ तर तपाईँ नआत्तिनु है, पिता हुनुहुन्छ हस्पिटल जानु होला नि फेरि मन गिर्ला भनेर मेरो मेलिसा म्याम हजुरले मलाई उत्साहित गर्नुभयो र त्यतिखेर नै यो हातमा चङ्ग्याई गरिदिनु भयो। एकैछिन यति रिङाटो लागिसकेको थिएँ, म बेहोस होला जस्तो भएँ, तर परमात्मा परमेश्वरले मलाई जुरुक्क उठाउनु भयो। म्याम हजुरको मुखारा बिन्दु भएर आएको त्यो वचनले मलाई काम गर्यो होइन। र यो हात त हेर्नुहोस् त, एक दिनमै मेरो यो हात जोडिएर अहिले मास्तिर तलतिर सबै गर्नुहुने भएको छ। परमात्मा परमेश्वर कति महान हुनुहुन्छ हेर्नुहोस् न। मैले सोचेको पनि थिइनँ, मलाई यस्तो परेको पनि थिएन, तर म्याम हजुरको खुट्टा पनि 3 ठाउँमा भाँचिएको थियो स्कुटर सिक्दाखेरि, तर म्याम हजुरको पनि त्यो खुट्टा 20 घन्टामा परमात्मा परमेश्वरले तयार गरेर देखाउनु भएको थियो होइन। मैले त्यही वचनलाई खेलाएँ र आज परमात्मा परमेश्वरले यही माइक समातेर यसरी यही हातले माइक समातेर गवाई भन्ने योग्य पिताले बनाउनु भयो। पिता हजुरलाई कुन शब्दले धन्यवाद गरौँ, यति ठुला ठुला महान गवाई दिनुभएको छ। र त्यसै गरी शाखामा अर्को पनि गवाई रहेको छ। एउटा आँखा नदेख्ने आमा चाहिँ युट्युबमा हेरे, उहाँले युट्युबमा हेरेन पिता धन्यवाद। युट्युबमा हेर्नुभएको रहेछ होइन, जुन हाम्रो सचाइ केन्द्र नेपालको चाहिँ जति पनि वचनहरू हेर्नु हुँदो रहेछ, उहाँको चाहिँ आँखा नदेख्नु हुँदो रहेछ, उहाँले एकदम वचन सुनेकै भरमा विश्वास गर्नुभएछ। र पिता म अब निकोसेरा शाखामा जान्छु, म धेरै देख्ने हुन्छु भनेर उहाँले मन मात्रै बनाउनु भएको रहेछ। उहाँको आँखा त्यतिखेर परमात्माले ठिक गरेर आँखा देख्ने योग्य पनि बनाउनु भएको रहेछ होइन। पिता यति महान हुनुहुन्छ परमात्मा परमेश्वर, हजुरलाई कुन शब्दले धन्यवाद गरौँ। र समय सकिसकेको छ होइन, गवाई त कति छन् भनेर साध्यै छैन, दिन पनि भनेर साध्यै छैन, रात पनि भनेर साध्यै छैन, त म मात्रै बोलेर भएन, हामी सबैजनाको गवाई सुन्नु पर्यो। म्याम हजुरको मुखबाट आएको वचन पनि हामीले खानु पर्यो होइन। त्यसैले यति भन्दै परमात्मा परमेश्वर पिताले दिनुभएको यति ठुला ठुला अमृतमय गवाई प्लस वचनले हामी त हजुरहरू सम्पूर्णको घर परिवारमा ठुला ठुला अमृतमय काम भइसक्यो र हजुरहरूको गवाईले पनि मेरो घर परिवारमा अमृतमय काम भइसक्यो भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस् त, नमस्ते। तिमान परम प्रधान परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यसो मसीहको नाउँमा जगत अनि रगत बनाउनु हुने पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यसो मसीहको नाउँमा त ईश्वर आत्मामा छ भनेर हामी सम्पूर्णको अग्रज अगुवा आज उहाँकै पासमा आएर सम्मान गर्न पाएको छु। हाम्रो प्रकाश सर हजुर र सुशीला म्याम हजुरको समस्त परिवारलाई शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। र त्यसै गरी गोकर्ण शाखामा पनि लामो हृदयलाई छोटो गराई त हामी सम्पूर्णलाई दैनिकी वचन खुवाएर उत्साहित पारिरहनुहुने हाम्रा आत्मीय आमा बाबा सागर सर हजुर र सिस्नी म्याम हजुरको समस्त परिवारलाई शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। र त्यसै गरी आज जति पनि आउनुभएका अग्रज सर हजुर म्याम हजुर र त्यसै गरी लिडर सर हजुर म्याम हजुर र केन्द्रीय लिडर सर हजुर म्याम हजुर र सम्पूर्णमा एकै मुष्टमा शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। र मैले सुसमाचार पाएँ, मेरो बहिनी सपना र ग्रहण चङ्गाई पाएँ, आत्मीय आमा उहाँहरू दुवैमा पनि ईश्वरको भरिपूर्ण आशीर्वाद र शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। त पितालाई धन्यवाद गर्छु यसो मसीहको नाउँमा। र त्यसै गरी आजको महिमा सञ्चालन गर्नुहुने म्याम हजुर र त्यसै गरी क्यामरन प्रशासनमा रहनुहुने सर हजुर र वाद्य टोली सर हजुर सम्पूर्णमा एकै मुष्टमा शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। त पितालाई धन्यवाद यसो मसीहको नाउँमा। त आज यो महासागरमा गवाई प्रकट गर्नको लागि परमेश्वरले चुन्नुभयो। त पहिलो 1 महिना अगाडि आउँदा गवाई भन्छु भनेर त्यो मन बनाएर आएको थिएँ, तर परमेश्वरको योजना यो महिनामा चुन्नुभयो पिता, त यसको लागि पनि अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाउँमा। र मैले ईश्वर चिन्न पाएँ, मेरो आफ्नै कारणले एकदमै संसारमा हुँदा एकदम समस्यामा थिएँ, रोगमा हालतमा थिएँ। त 10 वर्ष भइसकेको थियो। त पायल्सको समस्याले एकदम फिरोलिएको थिएँ। त संसारमा कति आयुर्वेदिक औषधि खाएँ, कति ठाउँमा धामी झाँक्रीकोमा धाएँ, त संसारमा किरा खाऊ भनेर पनि बताइदिनु भएको थियो। त्यो 4 खुट्टे किरा पनि खाएको थिएँ। त उपचार पनि पायल्सको अपरेसन पनि गरेको थिएँ। त त्यो गर्दा पनि मैले काहीँ उपचार पाएको थिएन। त त्यो समयमा म लत्रिरहेको बेला मेरो बहिनीले सुसमाचार सुनाउनु भयो। र त्यसै गरी मैले आत्मीय आमा गोकर्णमा गएर उहाँले जुन दिन
रोमी 10:9 अङ्गीकार गरेर मलाई चङ्गाई गरिदिनु भयो र ग्रहण गरिदिनु भयो र त्यसै क्रममा मलाई 1 महिनामा पिताले त्यो पायसको रोग पनि निको बनाउनु भयो पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। शरीर त एक थियो त रोग अनगिन्ती थियो त पायस मात्रै थिएन, पायसको निहुले चुन्नु भयो त मेरो ग्यास्ट्रिक 3 वर्ष भइसकेको थियो त एक दिन पनि औषधि छुटाउन नहुने थियो त त्यो पनि पिताले कुन बेला निकालेर फाल्नुभयो पिता, पत्तै भएन। र त्यसै गरी मलाई एकदमै गर्मी याममा एकदमै खोकी लाग्थ्यो, लहरे खोकी रातभरि दिनभरि एकदमै खोकी लागिसकेपछि मलाई 3-4 घन्टासम्म म केही गर्न नसक्ने अवस्था थियो त उपचार गर्न गएको थिएँ, त्यहाँ पनि उपचार पाएको थिएन। आज त्यो खोकी पनि पिताले जरप्पै उखालेर फाल्नुभयो पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद येशू मसीहको नाउँमा। र त्यसै गरी एकदमै नाक पनि दुइटै बन्द हुन्थ्यो त हाच्छ्याउँ आउँथ्यो त गर्मी याममा एकदमै नाक बन्द भएर सास फेर्न एकदम गाह्रो हुन्थ्यो। आज त्यो समस्या पनि पिताले जरप्पै उखालेर फालिदिनु भयो पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद येशू मसीहको नाउँमा। र त्यसै गरी छोराछोरीमा पनि एकदम समस्या थियो त छोरोमा पनि जहिले पनि स्वयम्भू लाग्यो भनेर मैले उसलाई एकदमै धामी झाँक्रीकोमा धाइरहनु पर्थ्यो भने आज जुन दिनदेखि परमेश्वरले चुन्नुभयो त उसलाई न त हस्पिटल लानु परेको छ न त एउटा अक्षता नै फाल्नु परेको छ। यसमा पनि पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त श्रीमानमा पनि एकदम पातो यो दुख्ने समस्या थियो, कहीँ गएर पनि उपचार भएको थिएन त दिनभरि काम गर्नुहुन्थ्यो भने रातभरि सिरानी अडेसा लाएर उहाँ बस्नुहुन्थ्यो, त्यो दुखाइ खप्न नसकेर रातभरि सुत्न पनि सक्नुहुने थिएन। आज परमात्माले त्यो दुखाइलाई पनि जरप्पै उखालेर फाल्नुभयो पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त कुलतको समस्या थियो श्रीमानमा, आज सुलतमा बनाएर पिताले परमेश्वरको जय जयकार गर्ने योग्यको पिताले बनाउनु भएको छ पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमात्मा महान हुनुहुन्छ, अनगिन्ती गवाई दिनुभएको छ। त त्यसै गरी मैले संसारमा हुँदाखेरि छोरोलाई हुर्काउन एकदम समस्या थियो भने आज परमेश्वरको आशिष मलाई छोरी दिनुभएको थियो त छोरो पाएको 8 वर्षपछि मलाई छोरी दिनुभएको छ। यसमा पनि पितालाई धन्यवाद येशू मसीहको नाउँमा। त त्यसै गरी परमात्मा परमेश्वरले आज छोरो जन्मेर हुर्काउँदा मलाई समस्या त्यति थियो भने आज छोरी 3 वर्षको भइसकिन्, उसलाई न त औषधि खुवाउनु परेको छ न त कतै धामी झाँक्रीकोमा लानु परेको छ। आज 3 वर्षको पिताले जीवित खडा गर्नुभएको छ पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद येशू मसीहको नाउँमा। त त्यसै गरी राज्यमा पनि अनगिन्ती आशिष दिनुभएको छ पिताले। क्यान्सर भएको म्याम हजुर हुनुहुन्थ्यो, आज त्यो क्यान्सरलाई निको बनाएर आज लिडरको भूमिका निभाउने योग्यको बनाउनु भएको छ पिता। त यसको लागि पनि धन्यवाद येशू मसीहको नाउँमा। र त्यसै गरी एकजना म्याम एकदमै यो हात खुट्टा नचलेर 3 वर्षसम्म ओछ्यानमा लत्रिरहनु भएको थियो भने आज उहाँलाई पनि जीवित खडा गरेर त्यो रोगलाई निको बनाएर आज लिडरको भूमिका निभाउने नि पिताले बनाउनु भएको छ। र जति पनि कामले छोप्ने आउँछन् त 2 दिन 3 दिनमै परमात्माले निको बनाउनु भएको छ पिता। त यसको लागि पनि अनगिन्ती धन्यवाद येशू मसीहको नाउँमा। त गवाई त अनगिन्ती दिनुभएको छ, तर हामीले परमेश्वरको वचन पनि हामीले पुरा गर्नुपर्छ। त परमेश्वरले दिनुभएको नियम 5 मिनटमा भन्नुभएको छ त अरू गवाई पछि भन्दै गरौँला। त मेरा यति ठुला गवाईले तपाईँहरू सम्पूर्णमा दबाई मिलिसक्यो र हजुरहरूको गवाईले मेरो राज्यमा मेरो घर परिवार र यसै राज्यमा पनि उन्नति प्रगतिमा ल्याइसक्नुभयो। त यसमा पनि पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। र फेरि पनि हाम्रो अग्रज र हाम्रो विश्वको अग्रज सर हजुर म्याम हजुरलाई फेरि पनि शिर झुकाई नम्र नमस्कार गर्न चाहन्छु। त ईश्वरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। सर्वप्रथम त तिनै लोकका सृष्टिकर्ता परमात्मा परमेश्वर पितालाई करोड धन्यवाद छ येशू मसीहको नाउँमा। त्यसै गरी हामीलाई ईश्वर मनमा हुनुहुन्छ वनमा होइन भनेर चिनाउनु नै विश्वकै अग्रज जग्गा प्रकाश सर हजुर सुशीला म्याम हजुर उहाँको फिलसी झुकाएर नमस्कार भन्न चाहन्छु र ईश्वरको भरिपूर्ण आशीर्वाद बसिरहोस् भन्छु। त्यसै गरी लामो दूरीलाई छिटो बनाउनु हुने सृष्टि म्याम हजुर सागर सर हजुर र उहाँको फिलसी झुकाएर नमस्कार भन्न चाहन्छु। र त्यसै गरी हाम्रा अग्रज जग्गा हुनुहुन्छ, हामीलाई सधैँ वचनले अगाडि बढाएर हाम्रो आत्मिक आमा बुवा भन्नु चाहन्छु। सूर्यबहादुर सर हजुर र सोमा म्याम हजुरलाई शिर झुकाएर नमस्कार भन्न चाहन्छु र ईश्वरको भरिपूर्ण आशीर्वाद बसिरहोस् भन्छु। त्यसै गरी होइन मैले सच्चाइ चिने त मेरो श्रीमानको कारणले सच्चाइ चिनेको थिएँ होइन, मलाई सच्चाइ चिनाउनु हुने प्रकाश सर हजुरलाई पनि शिर झुकाएर नमस्कार भन्न चाहन्छु र ईश्वरको भरिपूर्ण आशीर्वाद बसिरहोस् भन्न चाहन्छु। त्यसै गरी गरानसँगै गरिदिनु हुने मिरिसा म्याम हजुरलाई पनि शिर झुकाएर नमस्कार भन्न चाहन्छु र ईश्वरको भरिपूर्ण आशीर्वाद बसिरहोस् भन्छु। मलाई डरको आत्मा आएकै छैन, परमेश्वर पिताले मलाई हेपको आत्मा दिइसक्नुभयो।
परमेश्वर पिता चिनेको त मैले 2 वर्ष लगभग 1.5 वर्ष जति भइसक्यो। तर पनि मैले श्रीमानलाई क्यान्सरको ट्याग लाएर म चाहिँ हामी भौतारी हिँड्दा सुसमाचार सुनाउनु भयो, त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद चाहिँ यीशु मसीहको नाउँमा। र हस्पिटलको बेडमा हुँदा सच्चाइ चिनेको थिएँ भने बाहिर सच्चाइ केन्द्रमा आएर पनि होइन हामी मङ्सिरमा आउँदाखेरि होइन श्रीमानलाई लिएर आउँदाखेरि सर हजुर म्याम हजुरले चाहिँ हजुरको श्रीमान निको भइसक्यो भन्नुभएको थियो। त्यसै गरी आज म यहाँ स्टेजमा आउँदा पनि होइन परमेश्वर पिताले 1.5 वर्षको अन्तरालमा मेरो श्रीमानलाई चाहिँ क्यान्सरै छैन भन्ने योग्य कसले बनाउनु भयो त? परमेश्वर पिताले बनाउनु भयो। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। आज अस्ति जेठमा उहाँ आफै आएर म आफै केन्द्रमा जान्छु भन्ने योग्य उहाँ परमेश्वर पिताले बनाउनु भयो होइन। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। त्यसै गरी होइन मलाई एकजना श्रीमानको कारणले सच्चाइ चिनेको थिएँ भने आज मलाई पनि होइन मलाई टन्सिल महिनामा गर्मी होस् जाडो होस् मैले टन्सिलको औषधि खाइराख्नु पर्थ्यो भने आज 1.5 वर्षको अन्तरालमा त्यो टन्सिललाई कहाँ हराइदिनु भयो परमेश्वर पिताले। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। त्यसै गरी पहिले म यहाँ आउँदाखेरि मलाई ज्वरो आएर होइन यहाँ गवाई वचन सुन्दै मलाई ज्वरो आएको थियो भने म जब आज 1.5 वर्षको अन्तरालमा फेरि यहाँ आएको छु होइन। तर यो 1.5 वर्षको अन्तरालमा त्यो ज्वरो पनि परमेश्वर पिताले कहाँ हराइदिनु भयो। आज त मलाई लाग्छ कि परमेश्वर पिताले मलाई जता हल्लाइ पनि ढुङ्गा जस्तो ज्यान दिनुभएको छ। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। पहिले बाहिरी संसारमा आउँदा बच्चा बिरामी भयो भने 12-1 बजे कहिले बिहान होला र हस्पिटल जाउँला धामिमकोमा जाउँला भन्थ्यो भने आज सच्चाइ केन्द्र चाहिँ चिनेपछि होइन बिहान होस् कि बेलुका होस् कि 12 बजे राति होस् परमेश्वर पिता धन्यवाद भन्ने अन्य भाषा गर्दा निको बनाउने योग्य परमेश्वर पिताले बनाउनु भयो। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। त्यसै गरी सुन्दरी जल शाखामा पनि होइन धेरै रोगीहरू आउनु भएको छ। 3-4जनाले समातेर ल्याउनु भएको थियो भने एउटा म्यामले अहिले शाखामा आएर गवाई वचन भन्ने भजन गाएर नाच्ने योग्य परमेश्वर पिताले बनाउनु भयो। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। त्यसै गरी सुगर प्रेसर थाइरोइड लागेर जति पनि रोग लिएर आउनु भएको थियो नि ती उहाँहरूलाई पनि अहिले परमेश्वर पिताले भलाचङ्गा बनाएर त्यहाँ नाच्ने होइन गवाई भन्ने योग्य परमेश्वर पिताले बनाउनु भएको छैन। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। मेरो गवाई त अनगिन्ती छ पहिल्यै पछि परमेश्वर पिताले दिनुभएको छ। पहिले शाखामा म थोरै जनामा बोल्थेँ भने आज यस्तो महासागरमा बोल्न पाउँदा मलाई यही नै ठुलो गवाई भएको छैन। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा। हरेक परमेश्वर पिताले भन्नुभएको छ नि तिमी नजिक आएर मात्र मलाई हेर नत्र भने तिमीले आशिष पाउँदैन भन्थ्यो। पहिले हस्पिटलको बेडमा बसेर हामीले सच्चाइ परमेश्वर पिता भन्थ्यो भने पाएको थिएन भने जब सच्चाइ शाखा म्याम हजुरले सुन्दरी जलमा खोल्नुभयो त्यही लिडर बनेर काम गर्दा आज परमेश्वर पिताले के गर्नुभयो त श्रीमानलाई पनि क्यान्सर छैन भन्ने योग्य बनाउनु भयो होइन। त्यसै गरी आज परमेश्वर पिताले सम्पूर्ण होइन धन मन दन तन दिएर परमेश्वर पिताले भन्नुभएको छ नि धन होइन मलाई तिम्रो मन देऊ भन्ने छ। त्यसै गरी हामीले मन दिँदै गयौँ आज हाम्रो परिवारलाई पनि सुख शान्ति समृद्धिले ढाक्नु भएको छ। त्यसको लागि परमात्मालाई करोड करोड धन्यवाद छ यीशु मसीहको नाउँमा भन्दै होइन मेरो गवाई होइन ले सम्पूर्णलाई होइन सम्पूर्णको घर परिवारमा सुख शान्ति समृद्धिले ढाकिसक्यो भन्दै सम्पूर्णबाट बिदा हुन चाहन्छु। धन्यवाद परमेश्वर पितालाई। जगतकै मालिक तिनै लोकका सृष्टिकर्ता परमात्मा परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। र यसै केन्द्रीय कार्यालयको प्रकाश सर हजुर र सुशीला म्याम हजुरको उहाँको सम्पूर्ण परिवारलाई नमन ढोक गर्न चाहन्छु। र मलाई ग्रहण गरिदिने रेणुका आचार्य म्यामलाई पनि बागलुङको शाखाको रेणुका आचार्य म्याम पनि शिर झुकाएर नमन ढोक गर्न चाहन्छु। र ठाउँबाट आउनुभएको लिडर सर म्यामहरू अगा म्यामहरूलाई पनि एकै मुष्टमा नमन ढोक गर्न चाहन्छु। र म त यो सच्चाइमा जुटे त मेरै कारणले किन भन्दाखेरि त मैले के अरे लगभग 10 वर्षसम्म मैले ग्यास्ट्रिकको कारणले राम्रोसँग खान नपाएको र मैले यो पोखराको हस्पिटल लगायत मैले काठमाडौँको हस्पिटलमा 12-15वटा मैले हस्पिटल चारेको अवस्थामा र के भन्छ ला मलाई ग्यास्ट्रिकले अब केही पनि खान नहुने एउटा नर्मल भात खाएर हिँड्ने अवस्था थियो भनेदेखि त्यस पछाडि मैले अब सच्चाइ जुटेर के भन्छ ला अनि त्यस पछाडि मैले सच्चाइ मेरो गोदौरीमा जुटेको थिएँ र जुटेको अवस्थामा त कस्तो पनि अब 10-12जना चलाउनु भएको थियो तर उहाँले चाहिँ एउटा वचन के हो अलिकति राम्रोसँग नदिएर हो कि अब मैले नबुझेको त्यो त मलाई थाहा भएन। तर के हो त भने त्यसपछि मलाई अब यस्तो हालत आएको त्यो हालतमा मैले कस्तो अवस्था भयो भने मलाई घरमा बाँधेर राखेर त्यसपछि लाएर थुनेको राखेको अवस्था थियो भने त्यतिखेर अनि मलाई के भन्छ ला बागडोल शाखामा रेणुका आचार्य म्याम हुन्छ मलाई शुभकामना
सुसमाचार सुनाउन के अरे मैले पाएँ र त्यस पछाडि मलाई हस्पिटलको बेडबाट 8औँ दिनको होइन उठाएर लर मलाई के भन्छ ला रेणुका म्यामले मलाई दिनरात नभनिकन के भन्छ उहाँले मलाई वचनबाट उठाएर अहिले योसम्म ल्याउनु भयो मलाई म आत्माको आमा मान्छु उहाँलाई ल किन भन्दाखेरि मैले धेरै दुःख सुख गरेर मैले कमाएको जति पनि अब दोस्रोवालाले डक्टरले खुवाएको अवस्था थियो भने अहिले अब र अस्ति पनि म 1 महिना अगाडि यहाँ आएको थिएँ र कस्तो भने अब अलिकति बोल्नले अप्ठ्यारो लाग्दछ किनभने अब मैले 1 महिना अगाडि पनि गए भन्छु विचार गरेको थिएँ त्यो बेला पनि मैले यही भवनमा हालत आयो तर हालत आशा डराउनु डराउने होइन कि उन्नति आउने रहेछ यसमा पनि ईश्वर पितालाई करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा र अब अहिले मैले जस एउटा अगाडि बढेर म पनि एउटा के अरे सच्चाइमा अगाडि बढेर एउटा परमेश्वरको महिमा गरी हिँड्छु भनेर लिडर चुनेर के भन्छ ला के अरे हिँड्न चाहन्छु भनेर मैले परमेश्वरसँग मागेको थिएँ त्यो इच्छा पनि मेरो पुरा भइसक्यो र मैले पोखरा के अरेमा आएर केन्द्रीय कार्यालयमा प्रकाश सर हजुरको र अनि सुशीला म्यामको पासमा आएर गवाई प्रकट गर्छु भने त्यो इच्छा पनि मैले परमेश्वर पितालाई मलाई गराइदिनु सक्नुभयो यसमा पनि के अरे ईश्वर पितालाई करोड धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा र मलाई ग्यास्ट्रिकको कारणले कति मैले 6-7 चोटि यो पाइप हालेको अवस्था थियो भने त्यसमा कस्तो भने मेरो त्यो सानो आन्द्रामा ठुलो आन्द्रामा एउटा के भन्छ त भने त्यो के अरे पोथी काट्यो भने त्यसो आन्द्राको भित्र कस्तो भन्छ नि त्यो पोथीको अन्डा जस्तो भने मेरो पेटमा पनि त्यस्तो थियो भने मैले के भन्छ ला त्यस्तो अवस्थामा मैले के भन्छ ला रेणुका म्यामले चिने भनेपछि अहिले मैले हस्पिटल फर्केर जानुपर्ने छैन हजुर त्यही भएर म ईश्वरको काम गरी हिँड्न चाहन्छु भनेर भनेको छु र मेरो अब पहिलोचोटि अब मैले पोखरामा आएर बोली मौका पाएको छु होइन र मेरो शाखामा के अरे बागडोल शाखामा अनेक गिन्ती के भन्छ ला के अरे गवाईहरू छ र एउटा म्यामको दादाकोले पनि उहाँलाई आन्द्रा फेर्ने अवस्था थियो भने के भन्छ ला र अहिले त्यहीँ के अरे बागडोल शाखामा जुटेर उहाँलाई पनि अहिले भलासँग राखेर उहाँ पनि व्यापार बिजनेस गर्न सक्ने पनि परमेश्वर पिताले गरिसक्नुभयो भन्ने छ भने मलाई पनि अब अहिले परमेश्वर पिताले मलाई भलाइसँग राखेर अहिले यो शाखामा आउन यो केन्द्रीय कार्यालयसम्म आउन सक्ने म परमेश्वर पितालाई के राख्नु भएको छ यसमा पनि के अरे अनगिन्ती धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा र बोल्न त मन लाग्छ तर के गर्नु अब अरूले पनि समय दिनु छ भन्दै मेरो गवाईले हजुरलाई दबाई र हजुरको गवाईले मलाई दबाई भन्दै भइसक्यो भन्दै यहाँबाट बिदा हुन्छ हस्त नमस्कार सर्वशक्तिमान परमेश्वर पिता हजुरलाई अनगिन्तीको धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा र यसै गरी धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु हाम्रो सम्पूर्ण सर हजुर म्याम हजुरको आदरणीय अग्रज अगुवा हुनुहुन्छ प्रकाश सर हजुर सुशीला म्याम हजुर उहाँको समस्त परिवारमा शिर झुकाइ नमन ढोक्र ईश्वरको भरिपूर्ण आशिष बरसिरोस् भन्न चाहन्छु र मेरो आदरणीय अग्रज अगुवा हुनुहुन्छ पार्वती म्याम हजुर सुमित्रा म्याम हजुर हात्तीवन सेरा फाटमा पनि लगेर सत्यताको दियो ल्याएर बाल्नु भएको छ उहाँहरू सम्पूर्णको परिवारमा पनि शिर झुकाइ नमन ढोक्र ईश्वरको भरिपूर्ण आशिष बरसिरोस् भन्न चाहन्छु र यसै गरी धन्यवादका साथै सम्मान व्यक्त गर्न चाहन्छु केन्द्रदेखि शाखादेखि केन्द्रसम्म सम्पूर्ण आदरणीय अग्रजका सर हजुर म्याम हजुर लिडर सर हजुर म्याम हजुर र परमेश्वर पिताको पवित्र सन्तान सर हजुर म्याम हजुरमा र म्युजिक सिनमा रहनुहुने सर हजुर र आज महिमा चलाउनुहुने म्याम हजुर र क्यामरा पर्सन सर हजुरमा पनि एकै मुष्टमा नमन ढोक र शिर झुकाइ नमन ढोक र परमेश्वर पिताको भरिपूर्ण आशिष बरसिरोस् भन्न चाहन्छु र मेरो गवाई भन्नुपर्दा त होइन मलाई सुसमाचार सुनाउनु भयो एकजना सांसारिकमा हुने माताले उहाँलाई नि ईश्वरको भरिपूर्ण आशिष बरसिरोस् भन्न चाहन्छु र गरन चङ्गाइ गरिदिनु भयो मैपी शाखा अग्रज अगुवा हुनुहुन्छ र हजुर श्रेष्ठ सर हजुर उहाँलाई पनि ईश्वरको भरिपूर्ण आशिष बरसिरोस् भन्न चाहन्छु र मेरो गवाई भन्नुपर्दा मेरो शरीर पुरै कुहिएको थियो होइन 74 सालदेखि एकदम दुःख कष्ट पीडा समस्यामा थिएँ म होइन तर त्यो गवाई सम्झिँदा अहिले पनि मेरो छाती फुटेर आउँछ आँखा रसाएर आउँछ होइन पुरै शरीर कुहिएको थियो र सांसारिकको डक्टरले मलाई ट्याग लगाइदिनु भएको थियो कि कहिले निको नहुने रोग त्यो इङ्ग्लिसमा के भन्छ सोरासिस भन्ने रोग लागेको छ भन्नुभएको थियो होइन तर म एकदम दुःख कष्टमा थियो एकदम हस्पिटलमा भर्ना महिनौँ दिनसम्म भर्ना हुनु पर्थ्यो होइन र सांसारिकको मान्छेले भन्नुहुन्थ्यो कि एलर्जीले पनि त्यस्तो समस्या हुन्छ र भन्नुहुन्थ्यो होइन तर पीडा भोग्ने मान्छेले थाहा छ नि कति समस्या थियो मलाई होइन घाउमा पिसाब दल्दा कस्तो दुख्थ्यो होला कस्तो पोल्थ्यो होला होइन त्यो पीडा मैले सहेको छु होइन त्यो समस्याबाट सम्पूर्ण समस्याबाट अहिले पिताले हटाएर हेर्नु फुल जस्तो जीवन दिनुभएको छ यसमा पिताले धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा र सन्तान भएको त म 4 वर्ष पुरा भएर 5 वर्ष भइसक्यो होइन फर्स्टचोटि केन्द्रमा आएको छु र यत्रो माहौलमा बोल्दाखेरि मेरो हात कामेकै छैन होइन पिताले हातको हातमा दिइसक्नु भएको छ
र अर्को समस्या भन्नुपर्दा होइन, जब मलाई त्यो हात्तीवन सेरा फाँटमा मलाई लिडरमा पिताले चुन्नुभयो र शैतानले यो त फेरि पनि अघि बढ्दै गयो है भनेर फेरि मलाई अर्को समस्या के हालिदियो त शैतानले। मेरो चाहिँ 74 सालदेखि नै पेटमा यत्रो डल्लो हिँड्थ्यो, बच्चा जस्तो हिँड्थ्यो होइन, तर महिनावारी पनि हुन्थ्यो, तर थोरै थोरै मात्रामा हुन्थ्यो। सबै त्यो जुन महिनावारी हुनुपर्ने त्यो खराब तत्त्व चाहिँ सबै त्यो शैतानले त्यही भित्र डल्लो पारेर राखिदिएको रहेछ होइन, तर त्यो जानै पर्ने थियो होइन। त्यही भएर पिताले लिडरमा नि उठाउनु भयो र त्यो समस्या पनि पिताले यसरी फ्यालिदिनु भयो कि शुक्रबारको दिन थियो, बेसरी पेट दुखायो होइन। हामी धेरैजना त महिला दिदीबहिनीहरू हुनुहुन्छ होइन, जस्तो बच्चा पाउने समस्या त्यस्तै भएर दुख्यो मलाई बेसरी होइन। म चाहिँ हाम्रै म्यामको घरमा बस्दै, पार्वती म्यामको घरमा, र म्यामलाई बोलाएँ, चङ्गाइ गरेपछि म निधाएपछि 3 बजे बिउँदा त्यस्तै समस्यामा म फेरि पनि थिएँ होइन। र त्यो समस्यामा फेरि पनि थियो कि मेरो म्याम हजुरले भन्नुहुन्छ नि, हाम्रो आत्मा दुईटा आत्मा हुन्छ हाम्रो मनमा, एउटा शैतानी आत्मा, एउटा राम्रो आत्मा हुन्छ भन्नुहुन्छ नि। त्यस्तै मलाई खराब तत्त्वले मलाई कि हस्पिटल जाऊ भनेर त्यस्तो मनमा भयो होइन। फेरि मलाई पिताले अगुवाई गर्नुभयो कि मेरो सन्तान तिमी चाहिँ पहिला आदर सम्मान उठाऊ र हस्पिटल जाऊ भन्नुभयो होइन। त्यस्तै क्रममा सरहरूसँग आदर सम्मान मागेर ठ्याक्क छातीमा मात्रै के राखेको थिएँ, मेरो शरीरबाट यति ब्लड गयो कि त्यो ब्लड थापेर राखेर 2 बाटा हुन्थ्यो होला होइन। तर त्यो 2 बाटा ब्लड जाँदा पनि म शनिबारको दिन गएर महिमा गरेर आएर पनि फेरि मैले 2 बाटा लुगा धुने योग्यको पिताले बनाउनु भयो। यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। गवाई त अनगिन्ती दिनुभएको छ, किनभने मलाई पहिला ठुलो माहौलमा होइन, कुनै ठाउँमा जाँदा पनि 2-3 जना व्यक्तिहरू देख्दा पनि मलाई एकदम टाउको दुख्थ्यो होइन। आज त महासागरमा आएर यसरी बस्दा पनि टाउको दुखेको समस्या केही पनि छैन, पिताले उति नै खेर फ्यालिदिनु भयो। यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। र हालसालैको गवाई भन्नुपर्दा होइन, म चाहिँ केन्द्र जाने भएर एकदम उत्साहित भइरहेको थियो। त्यो दुसरावाला आत्मालाई सहने भएन चाहिँ होइन, एकदम एलर्जी जस्तै त्यत्रो डाबर निकाल्ने, आँखा चिलाउने त्यस्तो समस्या आएको थियो होइन। हिजो हामी आउँदाखेरि प्रार्थना गर्दै आएको थियो, पिता म त हजुरको राज्यमा जाँदैछु नि, हजुरको सन्तान हुने पिता, यो समस्या त केही होइन है पिता, म हजुरको राज्यमा जाँदैछु भन्दै अहिले त्यो समस्या पनि पिताले यसै बखत हटाइसक्नु भयो। यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। हामीले समय पनि ख्याल गर्नुपर्ने हुन्छ होइन। हामी उति टाढादेखि म्याम सरको वचन खानु आएको छु है। यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। मलाई पिताले दिनुभएको गवाईले हजुरहरू सम्पूर्णमा आशिष मिलिसक्यो र हजुरलाई दिनुभएको गवाईले मेरो जीवनमा, घर परिवारमा, पिताले दिनुभएको शाखामा पनि आशिष मिलिसक्यो भन्दै परमेश्वर पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँ। धन्यवाद गर्छु म मसीह यसको नाउँमा। र त्यसै गरी गवाई भनेर जानुहुने सर हजुर म्याम हजुरको लागि जोरदार तालीले सम्मान गर्नुहोला। त गवाई परमेश्वर पिताले दिनुभएको गवाईले हरेकलाई अमृतमय दबाई मिलिसकेको छ। हिजोको गवाई हिजोको संसारको दबाईले त भित्रभित्रै दबाउने थियो भने आजको गवाईले त्यो सारा समस्यालाई यसै गवाईद्वारा त जरै पाइ उखालेर फालिदिनु भएको छ। र हाम्रो म्याम हजुर सर हजुरको लागि पनि जोरदार तालीले सम्मान गर्नुहोला। त त्यत्तिकै भन्नुभएको छैन नि, 100 ठाउँमा ईश्वर खोजी हिँडेथे म भौतरी, यही भेटिन्छ जिन्दगीको बोझ बिसाउने चौतरी। आज हरेक किसिमका जस्तो सुकै विभिन्न किसिमका आज बोझ बिसाउने आज चौतरी भनिदिनु भएको छ। त यस्तो अग्रज अगुवाहरूको निम्ति एकचोटि शिरभन्दा पनि माथि लगेर जोरदार तालीले सम्मान गर्नुहोला। त हिजो सबै बाहिरी कुरा देख्थ्यो भने आज भित्रै, हिजो बाहिर हामी राम्रो देख्थ्यौँ, भित्र हामी धोत्रो लाए जस्तै थियौँ भने आज हाम्रो पिताले त्यो बाहिरको शरीर हेर्नु हुँदैन, त बाहिरी रूपलाई हेर्नु हुँदैन। आज पिताले भित्रैबाट आज दरिलो र बलियो, आज शक्तिशाली र सामर्थ्यवान बनाएर हेर्नुहोस् त आज सबैजना लत्रेर आउनुभएको थियो भने आज फक्रेर जाने योग्यको कसले बनाउनु भएको छ त? आज हाम्रो पिता परमेश्वरले बनाउनु भएको छ। यस्तो महान परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीह यसको नाउँमा। र गवाईको समय आजलाई यति नै र समय भएको छ। हाम्रो आदरणीय वरिष्ठ अग्रज अगुवा उपप्रमुख हाम्रो म्याम हजुरलाई मध्यस्थ गरेर हरेकको निम्ति त सत्यताको वचन, क्रियाशील वचन, जीवित वचन, हर समय कार्य गर्ने वचनको निम्ति हाम्रो आदरणीय म्याम हजुरलाई पनि स्टेजमा त बोलाउन चाहन्छु, विनम्र अनुरोध गर्न चाहन्छु। र म्याम हजुर पनि
पनि आइसक्नु भएको छ। सबैजनाले घर घर हातले तालीले सम्मान गरिदिनु होला। विनम्र अनुरोध गर्न चाहन्छु त पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीह यसको नाउँमा। धन्यवाद गर्छु जगतका महान मालिक, तिनै लोकका सृष्टिकर्ता, जगतका महिमाको स्रोत, महान अनुकारी, सर्वशक्तिमान पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा सबैजनाले जोरदार तालीले परमेश्वर पिताको लागि धन्यवाद गर्दै जोरदार तालीले सम्मान गर्नुहोला। त्यसै गरी विभिन्न शाखाबाट उपस्थित रहनुभएका सम्पूर्ण शाखा प्रमुखहरू, शाखा उपप्रमुखहरू, केन्द्रीय लिडरजनहरू, शाखा लिडरजनहरू लगायत म्युजिसियन सर हजुरहरू, क्यामेरा पर्सन सर हजुरहरू लगायत सबैमा एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु पिता, यीशु मसीहको नाउँमा परमेश्वर पिताको योजना सोमबारको बसाइमा छौँ। परमेश्वरको आत्माका वचनबाट बनेका गवाई सुन्यौँ, हामी उत्साहित भयौँ। क्यान्सर जस्तो प्राणघातक रोगलाई परमेश्वरले रोगै छैन बनाइदिनु भयो। परमेश्वरले काम गर्नुभयो, परमेश्वरले काम गरेर देखाउनु भयो, उद्धार गर्नुभयो। त्यसै गरी विभिन्न खालका रोग समस्या बाधा निन्दालाई परमेश्वरले तर्काउनु भयो। अनि उहाँको तर्फको स्वर्गका महिमा, स्वर्गका तागतिला कामहरू आँखाले देख्ने गरेर, मनले महसुस गर्ने गरेर प्रकट गरेर देखाउनु भयो। धन्यवाद पिता, हजुरको यो महान महिमा, यो महान सत्यता, पिताको योजना। सर हजुर थोरै त्यहाँ बाहिर फोन आएर निस्किनु पर्ने भयो। सर हजुरको टाइममा मैले गर्दैछु, सायद मैले गर्दा गर्दै सर पनि आइपुग्नुहुन्छ। पिताको इच्छा, पिताको योजना, त परमात्मालाई यसको लागि पनि अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा परमेश्वरको महिमा भइरहेको छ। परमेश्वर सत्य हुनुहुन्छ। केही समय त संसारमा पनि ईश्वरको नाम निशाना थिएन। यो संसारमा, यो धरतीमा ईश्वरको नाम निशाना थिएन। तर जब गुरु येशू आउनुभयो, तब येशूले के गर्नुभयो? परमेश्वरको महिमाको मार्गलाई खोलिदिनु भयो। कसको द्वारा? परमेश्वरको द्वारा। केही समय त परमेश्वर भनेपछि कटु लाग्थ्यो, सुन्न नपरे नि हुन्थ्यो जस्तो लाग्थ्यो, होइन? कि धर्मका मानिसहरूले त्यो बुकहरू ल्याएर प्रचार गर्दै गर्दा हामीलाई कस्तो तिरस्कार गर्न मन लाग्थ्यो। परमात्माको योजना, होइन? तर परमेश्वरको महिमा त्यसरी ढोका ढोकामा गएर आउनुहोस् न, आउनुहोस्, सुन्नुहोस् न, सुन्नुहोस् भनेर ढकढकाई ल्याउन पर्ने रहेनछ। परमेश्वरको महिमा त एकदमै बोलाउन जान नपर्दो रहेछ। ईश्वरले चुनेकालाई परमेश्वर पिता आफैले चुनी ल्याउनु हुँदो रहेछ। हामी एकजना पनि कहीँ पनि कसैले पनि बोलाउन गएनौँ, तर परमेश्वर आफैले ल्याउनु भयो। तब अनमोल महिमा, महत्त्वपूर्ण महिमा, अरू महत्त्वपूर्ण परमेश्वरले बनाएर मित्र आशीर्वाद पिताले दिइसक्नु भएको छ। धन्यवाद गर्छु पिता, यो महान महिमाको लागि, यो हजुरको महान कृपाको लागि। त केही समय त ईश्वरको पनि यत्रो सामर्थ्य परमेश्वरको पनि धरतीमा अन्य नामबाट पुजिरहेको थियो। जब गुरु आउनुभयो, तब गुरुले स्वर्गमा जस्तो ईश्वरको नाम छ, काम छ, त्यस्तै धरतीमा प्रकट गरेर देखाइदिनु भयो। परमेश्वरद्वारा आउनुभयो। परमेश्वरको उद्देश्य पुरा गर्नलाई गुरुले हरेक समय ईश्वरकै उद्देश्यलाई पुरा गर्नुभयो। आफ्नो इच्छालाई नै,
आफ्नो उद्देश्यलाई नै परमेश्वरले रच्नुभयो, परमेश्वरकै इच्छा पुरा होस् भनेर परमेश्वरलाई जिम्मा दिनुभयो गुरु येशू मसीहले। त्यस्तै हामी पनि जस्तो पिताको सोच छ त्यस्तै हाम्रो जीवनमा भइसकेको छ। हजुरको इच्छा, हजुरको चाहना, हजुरको उद्देश्य, हजुरको योजना परमात्मा पुरा गरेर दिइसक्नुभयो, देखाइसक्नुभयो, प्रकट गरिसक्नुभयो, अझै महिमित बनाइसक्नुभयो, अझै आशीर्वाद हजुरले दिइसक्नुभयो, अझै उज्जवल भविष्य हजुरले दिइसक्नुभयो, अझै अन्धकारमा भएकाहरूलाई हजुरले स्वर्गको राज्यमा ल्याएर उज्यालोमा हिँडुल गर्ने र उत्साहित हुने योग्य हजुरले बनाइसक्नुभयो। सबै खराबीका चालहरूलाई हरेक समय हजुरले चकनाचुर पारिसक्नुभयो। हजुरको उद्देश्य, हजुरको इच्छा 1000% पुरा गरिसक्नुभयो। धन्यवाद पिता, यो महान महिमाको लागि परमेश्वरले चुन्नुभयो। हामीले ईश्वरलाई चिनेनौँ, ईश्वरले चाहिँ हामीलाई चुन्नुभयो। हामीले चिनेको होइन, हामीले चिन्थ्यौँ भने पहिल्यै चिन्थ्यौँ, तर ईश्वरले चुन्नुभयो हामीलाई। परमेश्वरले चुन्नुभएको कारण हामी आएको, परमेश्वरले डोर्याउनु भएको कारण हामी आएको, परमेश्वरले बोलाउनु भएको कारण हामी त्यो निमन्त्रणालाई स्वीकार गरेर उहाँले राखेका असल असल स्वर्गका भोजनहरू, स्वर्गका भोजमा हामी सबै लस्कर लाएर स्वर्गका भोजनहरू हामीले सेवन गरिरहेका छौँ। जसरी गाउँमा विवाह हुँदा लाइन लाएर भोज खानुहुन्छ नि, भोज लगाउनुहुन्छ नि, केही राम्रो काम हुँदा भोज लगाउनुहुन्छ, तब गाउँभरिका सबलाई बोलाएर निमन्त्रणा दिएर अनि लाइन लगाएर भोज खुवाउनुहुन्छ नि, त्यस्तै त्यहाँभन्दा पनि सामर्थ्य परमेश्वरले स्वर्गको राज्यमा निमन्त्रणा गर्नुभयो, आफै ल्याउनुभयो। अनि स्वर्गको भोजन, तागतिलो भोजन, महिमित भोजन, आशिषको भोजन, चङ्गाईको भोजन, सम्पत्तिको भोजन, स्वस्थ सोचको भोजन, स्वस्थ मनको भोजन, स्वस्थ भाषा बोलीको भोजन परमात्माले खुवाइरहनु भएको छ। कति लिने, कति ग्रहण गर्ने, कति प्रयोग गर्ने, कति बढ्ने, कति उठ्ने, कति तेज हुने त्यो हाम्रो हातमा छ। कति लिनुहुन्छ, परमेश्वर भण्डारी हुनुहुन्छ। जति सक्दो भारी हालेर लिएर जानु, ईश्वरको वचनको भारी हल्का गराउँछ, तागत दिन्छ, महिमा दिन्छ। उति बेलै निराशाको मनलाई आशा दिन्छ। जहाँ आशा छ त्यहाँ ईश्वरको काम च्वाट च्वाट प्रकट भइसक्यो। त्यहाँ ईश्वरको महिमा, पिताको मकसद, पिताको उद्देश्य, पिताले चाहेका स्वर्गका महिमाहरू प्रकट भइसक्यो। जोड लाउनु पर्दैन, बल लाउनु पर्दैन, आफ्नो सोच लगाएर बल जबरजस्ती खोज्नु पर्दैन। सँगै छ, नजिकै छ। धन्यवाद पिता, पाइसके म नजिकै छ। हजुरले स्वर्गको वचनको सिंचाइ गरिरहनु भएको छ, मलाई रसिलो हराभरा बनाइरहनु भएको छ। संसारमा खडेरी परोस् मलाई केही फरकै छैन, संसारमा आर्थिकको खडेरी परोस् मलाई फरकै पर्दैन, किनकि मलाई आर्थिकको सिंचाइ पनि मेरो पिताले गरिसक्नु भएको छ। महिमाको सिंचाइ पिताले गरिरहनु भएको छ। वचन आउँदा आउँदै, वचन खाँदा खाँदै, वचनलाई लिँदा लिँदै, वचनलाई बोल्दा बोल्दै, वचनलाई सोच्दा सोच्दै, वचन अनुसारको चाल बनाउँदा बनाउँदै खतरनाक घातक रूढीलाई पनि टुक्रा टुक्रा पारेर टेकेर महिमालाई देखेर हिँड्ने, उन्नतिलाई देखेर हिँड्ने, आशीर्वादलाई देखेर हिँड्ने योग्य परमात्मा हजुरले बनाइसक्नु भयो। पाइसकेँ, हजुरले भरिपूर्ण गरेर मलाई दिइसक्नुभयो। हजुर गर्नेवाला हुनुहुन्छ। सान्त्वना दिएर, कुरा टालेर छोड्नेवाला नै हजुरले बोलेका प्रत्येक वचन हजुरै हुनुहुन्छ। स्वयं खुराक हो यो, स्वयं तागत हो यो, स्वयं जीवन हो यो,
जीवनको वचनलाई दरिलोसँग पक्रेर राख। समस्यालाई पक्रिराख्ने वस्तु नबनाऊ। मेरो जीवनको वचनलाई आफ्नो जीवनको खाना बनाएर अगाडि बढ। तब मानिसले गर्न नसकेको काम च्वाट च्वाट मैले गरेर प्रकट गरिसकेको छु। लिडरको लागि, जनको लागि, परिवारको लागि, सम्पत्तिको लागि, सोचको लागि, सबै कुराको लागि तपाईँको इच्छा पुरा गरिसक्नुभयो। हजुरको महिमा प्रकट गरिसक्नुभयो। हजुरको आशीर्वाद प्रकट गरिसक्नुभयो। अरू विश्वास बलियो बनाइसक्नुभयो। अरू उन्नति मलाई दिइसक्नुभयो। धन्यवाद पिता। भइसक्यो। परमेश्वरलाई सम्पूर्ण मनले, परमेश्वरलाई सबै मनले खोज्नुहुन्छ। जसरी मोसा, अब्राहम, यहोशू, पहिलाका भविष्यवक्ताहरू पनि सबै पहिले बुद्धिमान हुनुहुन्थेन। पिताले बोलाउनु भयो, राज्यमा चुन्नुभयो, तब आफ्नो बुद्धि भरेर बुद्धिमान बनाइदिनु भयो। पहिले बुद्धिमान हुनुहुन्थेन। शरीरको अनुसार, जीवनको अनुसार खासै राम्रो स्तरको हुनुहुन्थेन। कोही पनि राम्रो स्तरको हुनुहुन्थेन। ईश्वरले चुन्नुभयो नि, परमेश्वरले बोलाउनु भयो नि, उहाँले उहाँको राज्यमा बोलाउनु भयो। परमेश्वरको अनुसार चल्नुभयो। बुद्धि नै नभएकालाई पनि बुद्धिमान हुने योग्य ईश्वरले बनाउनु भयो। परमेश्वरले सिफारिस गरेर पठाएको सिफारिस पत्र जस्तै बन्नुभयो। आफ्नो योग्यता भर्नुभयो। मोसासँग पनि त्यस्तो कुनै योग्यता थिएन। हुन त राजाको घरमा हुर्केर बढेर रहनु भएको, त परमेश्वरले चुनेको, परमेश्वरको जनलाई परमेश्वरले यस्तो ख्याल गर्नुहुन्छ। मोसाको समयमा मोसा त इजरायली मिश्र देशमा, इजिप्ट राज्यमा हुनुहुन्थ्यो, मिश्र देशमा हुनुहुन्थ्यो। परमात्मालाई धन्यवाद। तब इजरायलबाट आएका इजरायलीहरूको कोखबाट छोरा मान्छे भयो भने उति बेलै नष्ट पारिहाल्ने त्यस्तो नीति थियो, त्यस्तो नियम थियो मिश्र देशमा। त मूसा पनि त इजरायली हुनुहुन्थ्यो, तर मिश्र देशमा हुनुहुन्थ्यो उहाँ। त उहाँ जन्मेको परमेश्वरको योजना यस्तो हुन्छ। जब मूसाको आमाले मूसालाई जन्म दिनुभयो, जन्म दिएपछि अब मेरो छोरालाई मार्छन्, नष्ट पार्छन् भनेपछि जङ्गलमा गएर एउटा टोकरीमा बच्चालाई राखेर नदीमा बगाइदिनु भयो। मेरै अगाडि मारेको हेर्नुभन्दा यहोवा परमेश्वर धन्यको हुनुहुन्छ भनेर पाएर एउटा टोकरीमा हालेर नदीमा बगाइदिएको। परमात्मालाई धन्यवाद। तब मिश्र देशकै राजाको छोरी, राजाको घरमा, आफ्नै घरमा नहुने सबै कुरा हुन्छ नि, तर ईश्वरले बचाउनु छ भने यस्तो यस्तो योजना बुन्दै 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 ल्याउनु भएको हुन्छ। राजाको छोरी अरू सबै समय घरमा नहुनु भयो, त्यो दिनमा चाहिँ नदीमा गएर नुहाउनलाई मनमा ईश्वरले हालिदिनु भयो। तब नदीमा जानुभयो, समुद्रमा जानुभयो नुहाउन भनेर। त जब नुहाउन भनेर जानुभयो, तब टोकरीमा यति सुन्दर बच्चा, त्यो नदीले पनि डुबाउन नसकेको, त्यो समुद्रले पनि डुबाउन नसकेको। त मूसाको आमालाई माया नै नभएर छोडेको त थिएन। सँगै राखे अगाडि नै मारिहाल्छन्। बच्चालाई मारेको कसरी हेर्नु त भनेर उनले ईश्वरको हातमा समर्पण गरिदिन्, जिम्मा दिन् ईश्वरलाई।
ल के गर्नुपर्छ हजुरले नै गर्नु, म जान्दिनँ, हजुर जान्नुहुन्छ, छोडिदिनु भयो। तब राजाको छोरीले नुहाउन जाँदै गर्दा बग्दै बग्दै आएको त्यो बगाउँदै बगाउँदै ल्याएको टोकरीमा यति सुन्दर बच्चा देखेर उनले के गरिन्, बच्चालाई टिपेर ल्याएर घरमा पालन पोषण गरेर हुर्काएर बढाएको मोसा। त संसारको बुद्धि अनुसार त त्यसरी टोकरीमा समुद्रमा छोडेको डुबेर नष्ट हुन पर्ने, तर ईश्वरले चुन्नु भएको छ भने कस्ता कस्ता घटनाबाट पनि जोगाउँदै जोगाउँदै बचाउँदै 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 ल्याउनु भएको हुन्छ। हजुर हामीलाई पनि परमेश्वरले त्यसै गरी हामीले नचिन्दा, हामीले नजान्दा, हामीले परमेश्वर पितालाई नबुझ्दा पनि परमेश्वर पिताले यस्तो तरिकाले बचाएर ल्याउनु भयो। कस्ता कस्ता घटनाबाट, कस्ता कस्ता रोगबाट, कस्ता कस्ता कष्टबाट बचाउनु भयो। कसले त? परमेश्वरले। किनकि मोसामाथि कसको योजना थियो? परमेश्वरको योजना थियो। पुरा पिक्चर कसलाई थाहा थियो? परमेश्वरलाई थाहा थियो। पुरा चित्र थाहा थियो कसलाई? परमेश्वरलाई। मोसाको बारेमा, मोसाको लागि पुरा चित्र, पुरा भिडियो कसले बनाउनु भएको थियो? ईश्वरले बनाउनु भएको थियो। स्वयं उसको लागि योजना कसले बनाउनु भएको थियो? परमेश्वरले बनाउनु भएको थियो। त संसारका त्यस्ता संसारमै हुँदा मोसाले नजान्दा नबुझ्दा त परमेश्वरले बचाएर ल्याउनु भयो। तब परमेश्वरलाई थाहा थियो यसको द्वारा मैले 40 लाख इजरायलीलाई बचाउनु पर्छ, जोगाउनु पर्छ, उठाउनु पर्छ, महिमित बनाउनु पर्छ, दुध अनि मह बग्ने देशमा लानुपर्छ। परमेश्वरको तर्फको बिउ हुनुहुन्थ्यो। उसको लागि प्रोटेक्सन कसले गर्नुभयो? सुरक्षा कसले गर्नुभयो? परमेश्वरले। मानिसले दिएको सुरक्षाले केही फाइदै छैन। ईश्वरको सुरक्षामा जब मन लगाउनु भयो तब मानिसले नसकेको काम ईश्वरले च्वाट च्वाट प्रकट गरेर दिइसक्नुभयो। महिमा, आशीर्वाद, उन्नति, उद्धार, सुख, शान्ति परमेश्वरले प्रकट गरेर देखाउनु भयो। त्यसैले परमेश्वरमा आशा, परमेश्वरमा भरोसा, परमेश्वरमा मन, परमेश्वरमा विश्वास गर्नेहरूलाई त मैले परमेश्वरलाई चिने, म परमेश्वरको राज्यमा आएँ भन्दा पनि मलाई पिताले आफ्नो राज्यमा ल्याउनु भयो। मलाई परमेश्वरले चुन्नु भयो, मलाई बोलाउनु भयो, मलाई ल्याउनु भयो। स्वयं उहाँले ल्याउनु भयो, उहाँको आत्माले डोर्याउनु भयो। अब यत्तिकै बोलाउनु भएन, यत्तिकै डोर्याउनु भएन। उहाँले भोजन दिनलाई, उहाँले खजाना दिनलाई, उहाँले दिन प्रतिदिन उचाइको जीवन स्तर बढाउनलाई परमेश्वरले बोलाउनु भएको। हजुर आफ्नो बुद्धि, आफ्नो विवेकले, आफ्नो सोचले कोही पनि आउनु भएको छैन। त्यसैले खाली आउनु भएको छ भने पनि भरिएर जाने योग्य ईश्वरले बनाइसक्नुभयो। परमेश्वरले त्यो स्वर्गको काम, त्यो स्वर्गको महिमा, त्यो स्वर्गको आशीर्वाद, त्यो स्वर्गको चिन्ह, स्वर्गको चमत्कार प्रकट गरेर दिइसक्नुभयो। कुन ठाउँमा बन्धन बनाएको थियो उसले? शरीरलाई बन्धन बनाएको छ कि सम्पत्तिलाई बन्धन बनाएको छ कि मान्छेको द्वारा बन्धन बनाएको छ कि त्यसका सबै बन्धनलाई परमेश्वरको क्रियाशील वचनद्वारा त्यसका बन्धनहरू छिया छिया भएर नष्ट भइसक्यो। खुल्ला आकाशको पक्षी जस्तै खुल्ला भएर उडेर जाने योग्य ईश्वरले बनाइसक्नु भयो। चरा पनि उड्नु छ भने खुल्ला हुनुपर्छ, पखेटा फिजाउनुपर्छ, ढुक्क हुनुपर्छ, तब मात्रै उसले आकाशमा अवतरण गर्न सक्छ। खोल्नुपर्छ पखेटा, उसले के गर्नुपर्छ? खोल्नुपर्छ। त्यस्तै त हामी पनि ईश्वरमा उचाइ आकाशको जीवन लिनु छ भने मन खोल्नुपर्छ, हृदय खोल्नुपर्छ, आत्माका ढोका खोल्नुपर्छ, खुल्ला हुनुपर्छ, सङ्कुचित हुनु हुँदैन। चराले पखेटालाई बाँध्यो भने ऊ उड्न सक्दैन, पखेटा खोल्यो भने मात्रै ऊ आनन्दले उडान भर्न सक्छ।
प्लेनलाई पनि हेर्नु, प्लेनको पनि पखेटा हुन्छ, त्यो पखेटा उसले पुरा रूपमा खोल्छ तब उडान भर्न पाउँछ। जब पखेटा बन्द हुन्छ नि, बन्द हुने समय भनेको ल्यान्डिङ हुने समय। त परमात्मालाई धन्यवाद, जब ईश्वरमा मनका ढोका खोल्छौँ नि तब उडान हामीले भरिसकेका हुन्छौँ। आकाशको महिमा, चङ्गाईको उडान, स्वस्थ जीवनको उडान, स्वस्थ मनको उडान, लिडर जन अगुवा जनमा भएका सबै खराबीलाई छोडेर एकदमै सकारात्मक सोचका उडान हामीले जब भर्छौँ तब माथि माथि जानुहुन्छ। जति माथि माथि जानुहुन्छ त्यति पृथ्वीका घरहरू सानो देखिन्छ। जति आत्मामा माथि माथि बढ्नुहुन्छ त्यति समस्या सानो हुन्छ। अझै माथि जानु बिलाएर जान्छ, नष्ट भएर जान्छ। प्लेनमा चढ्छौँ हामी, प्लेनमा चढेपछि त्यो प्लेन जति माथि माथि जान्छ त्यति पृथ्वीका घरहरू सानो हुँदै जान्छ। अझै बढ्दै जान्छौँ, अझै माथि जान्छौँ तब घरहरू सबै बिलाएर जान्छ। त्यस्तै समस्याका घरहरूलाई नष्ट पार्नु छ भने उडान भर्नुहोस्, वचनको उडान, परमेश्वरको आत्माको योग्यतालाई प्र्याक्टिकल गर्नु, परमेश्वर पितालाई धन्यवाद गर्नु, मन उठाउनु, विश्वासमा बलियो रहनु, परमेश्वरमा आनन्द गर्नु। केही समस्या हालत आयो भने गर्व गर्नु, प्र्याक्टिकल गरिहाल्नु। मलाई के राख्नु भएको छ त्यो उत्तम उत्तम कामहरू देखाउनु परमेश्वर। यो त केही होइन, यसलाई नष्ट पार्ने हजुर हुनुहुन्छ। हजुरको महिमा आशीर्वाद प्रकट गरिसक्नुभयो। परमेश्वरलाई माग्नु, मैले एक एक प्र्याक्टिकल गर्छु, त्यसैले म यापको साथमा बोल्छु। मैले प्र्याक्टिकल गरेको यो समय परमात्माको योजना अन्य शाखाबाट सचाइ केन्द्रमा आउनुभयो, कोही व्यक्ति आउनुभयो, अनि आउनु भएपछि फेरि उताको धेरै धेरै कुराहरू बेलुका बसेर कुरा गर्दै जाँदा बिर्सिसकेको भुलिसकेको कुरा अहिले कस्तो कस्तो कुराहरू सुनाउनु भयो। बिर्सिसकेको कति वर्ष अगाडि भइसक्यो, 2-3 वर्ष बितिसक्यो। फेरि उतातिरबाट मान्छे आउँदा उताको कुराहरू के ल्याउनु भयो। तब अलिकति मन अलिकति बेचैन जस्तो भयो मलाई, केही गरी मन उठ्दैन। अन्य भाषा गर्ने समय पनि छैन, अब राति भइसक्यो, अनि अलिकति मन नउठेको जस्तो भइरहेको थियो। अनि पितालाई मागेँ मैले, परमात्मा केही न केही त राख्नु भएको छ। तब खासै निन्द्रा पनि लागेन, 1-2 घन्टा जति यत्तिकै बेचैन। कहिले कहिले आफ्नो बुद्धि प्रयोग हुँदो रहेछ, सँगै हुँदा पनि कहिले कहिले त्यस्तो सँगै छ थाहा छ, तर अँध्यारै जस्तो फिल भयो मलाई त्यो समय रातिमा। तब उहाँ त जानुभयो, तर उहाँले गरेको कुराले चाहिँ अलिकति मन खलबल जस्तो, त्यो धेरै आरोप प्रत्यारोपका कुराहरू, विभिन्न कुराहरू सुन्दा अलि मन बेचैन जस्तो भयो मलाई। पितालाई जिम्मा दिएँ, अनि 1-1.5 घन्टा जति अलि मन खराब जस्तो भयो। तब पितालाई जिम्मा दिएँ, पिता अब तपाईँको योजना के छ त? हजुरको महान महिमा छ, हजुर जान्नुहुन्छ हरेक कुरालाई। म त प्र्याक्टिकल गर्छु हजुरमा भनेर परमेश्वरमा मन बढाउँदै गएँ, परमेश्वरमा उत्साहित हुँदै गएँ। तब मिठो निन्द्रा पनि दिनुभयो पिताले। तब जब परमेश्वरको योजना, जब प्रत्येक समय परमेश्वरले त्यो चिजलाई पार गरेपछि अनि महिमामा आएँ, प्रत्येक दिन ईश्वरले मलाई सुन उपहार दिइरहनु भएको छ क्या, प्रत्येक समय क्या। त्यही दिनको दिउँसो पनि मैले नसोचेको मान्छेबाट एकदमै यो उत्साहको लागि भनेको हजुरहरूलाई मैले फेरि कोही बढाइ चढाइ गरेर नै कि हजुरहरूलाई पनि उत्साह मिलोस्, मैले गरेको प्र्याक्टिकल हजुरहरूले नै गर्नु भनेर, कोही लोभ लालचले नै, खुसीले के होइन, खुसी बाँडेको। तब दिउँसो महिमामा आएँ, नसोचेको मान्छेबाट कति राम्रो तिलहरी दिनुभयो मलाई, परमात्मालाई धन्यवाद। फेरि त्यसपछि परमात्माको योजना, फेरि घाँटीमा लगाउने मङ्गलसूत्र ल्याइदिनु भयो नसोचेको जनहरूबाट। त्यही दिनमा
अनि फेरि अस्ति पनि त्यस्तै सुन आयो, अनि हिजो पनि शाखामा महिमा थियो, त्यताबाट पनि कति राम्रो नौगेडी एकदमै उपहार परमेश्वरबाट आयो, परमात्माको योजना। अनि फेरि बेलुका आउनुभयो, हाम्रै केन्द्रको लिडर हुनुहुन्छ, उहाँले पनि फेरि सुनकै गहना लिएर आउनुभयो बेलुका रातिमा पनि। अनि अहिले पनि फेरि म आउँदै थिएँ, पिताको योजना हाम्रो प्रमिला म्यामले गेटमै ल्याएर होइन, परमेश्वरले के गर्नुभयो त फेरि यो गहना पनि परमेश्वरद्वारा प्रकट गरिदिनु भयो। यो खुसीको कुरा होइन, परमात्माको योजना, परमेश्वरको योजना, परमेश्वरको इच्छा। सानो कुराबाट पनि हालत रुकावट भनेको यति आउँछ, तर महिमा यति आउँछ कि परमेश्वरले बढाएर ल्याउनुहुन्छ, परमेश्वरले उठाउनुहुन्छ, परमेश्वरले उन्नति दिनुहुन्छ। थोरै 1 घन्टा 2 घन्टाको बेचैन थियो, तर परमेश्वरले यति ठुल्ठुला गवाईहरू प्रकट गरेर देखाउनु भयो, महिमा देखाउनु भयो, उन्नति देखाउनु भयो। पिताले त्यस्तो सामर्थ्य काम प्रकट गर्नुभयो होइन। त्यसैले हालत आउँदा मन खराब नगर्नु, परमेश्वरबाट ठुला ठुला उपहारहरू 1000% पाउनुहुन्छ प्र्याक्टिकल गरेर। के छ उपहार? मनको शान्तिको उपहार छ कि, परिवारमा प्रेमको उपहार छ कि, धनको उपहार छ कि, स्वस्थ जीवनको उपहार छ कि, हरेक खालका उपहारहरू परमेश्वरले प्रकट गरेर देखाउनु भएको हुन्छ, दिइरहनु भएको हुन्छ, परमेश्वरले महिमा दिइरहनु भएको हुन्छ। हामी यसरी परमेश्वरलाई देखेर चल्छौँ नि, लोभमा लालचमा फेरि मैले यस्तो देखेँ यो हुनुपर्छ, यो होइन। लोभले गर्नुभयो भने ईश्वरले चाहेको काम पनि पेन्डिङमा रहन्छ। लोभलाई हटाएर निर्दोष मनले गर्नुभयो भने ईश्वरले चाहेको काम तपाईँको लागि स्वर्ग खुल्ला गरिदिनुहुन्छ। कसले? परमेश्वरले खुल्ला गर्नुहुन्छ। लोभ शैतानबाट आउँछ, शैतानबाट आएको कुरालाई फलो गर्नुभयो भने विनाश ल्याउँछ। ईश्वरबाट आएको चिजमा तपाईँले दिन मन गरेर ईश्वरलाई जिम्मा दिनुभयो भने मानिसबाट असम्भव भएको काम सम्भव गरेर परमेश्वर पिताले प्रकट गरिसक्नु भएको हुन्छ। त्यसैले परमेश्वरमा बढ्नु, परमेश्वरमा उठ्नु। हालत आयो भने झिझो नमान्नु, भारी नलिनु, मन खराब नगर्नु। त्यति बेलै गवाईको याद गर्नु, त्यति बेलै वचनको याद गर्नु, त्यति बेलै अब म प्र्याक्टिकल गर्छु। अलिकति मात्रै मन दाएँ बाएँ भयो भने पनि म प्र्याक्टिकल गरिहाल्छु पिता, हजुरलाई प्र्याक्टिकल गर्छु। अब हजुरले यहाँभन्दा पनि ठुल्ठुला स्वर्गका महिमित कामहरू प्रकट गरिसक्नुभयो। धन्यवाद ईश्वर, भइसक्यो। हजुरले आशिष दिइसक्नु, हजुरले महिमा दिइसक्नुभयो, हजुरको चमत्कार मेरो अगाडि प्रकट भइसक्यो। परमेश्वरलाई जिम्मा दिनुभयो, तब नसोचेको कामहरू परमेश्वरले सोची सोची प्रकट गरेर देखाइसक्नु भएको हुन्छ। परमेश्वर त मालिक हुनुहुन्छ, उहाँको सङ्गत गर्नेलाई पनि मालिक बनाइदिनुहुन्छ, हरेक चिजको मालिक बनाइदिनुहुन्छ, उद्धारको मालिक बनाइदिनुहुन्छ। उहाँको सङ्गत गर्दै जानुभयो, उहाँसँग मन बढाउँदै जानुभयो, ईश्वरले स्तर पनि बढाउँदै 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 आकाशको जीवन पिताले दिइसक्नु भएको छ भन्दै धन्यवाद गर्छु पिता। येशू मसीहको नाउँमा परमेश्वरद्वारा आएका यिनै वचनद्वारा यहाँहरू सबैलाई, मलाई पनि स्वर्गका महिमित आशीर्वाद र उन्नति पिताले प्रकट गरेर देखाइसक्नुभयो। त धन्यवाद गर्छु पिता। येशू मसीहको नाउँमा महिमालाई सञ्चालन गर्नुहुने हाम्रो शान्ति म्याम हजुरलाई पनि धेरै धेरै पिताको आशिष र उन्नति मिलिसक्यो भन्दै धन्यवाद गर्छु पिता, येशू मसीहको नाम। परमेश्वरको सत्यताको वचन छरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। सर हजुरको लागि पनि सबैजनाले घरघर हात तालीले सम्मान गर्नुहोला। त परमात्मा परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। अझै खोइ त हजुर ताली बजाउनुहोस्, किनकि परमेश्वरको लागि ताली हो हजुर, शैतानको निम्ति गाली। खोइ त ताली त पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाम।
सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। आज हामी सोमबारको बसाइमा छौँ। अस्ति शनिबार पनि हामी महिमामा थियौँ, हिजो आइतबार पनि महिमामा रह्यौँ, आज सोमबार पनि महिमामा छौँ, भोलि पनि रहनेछौँ। अचम्मै कस्तो भइरहेछ भने दैनिकी रूपमा क्या महिमा भइरहेको छ, तर आत्मिक ग्रोथ भइरहेको छ क्या, आत्मिक भित्रबाट आत्मिक रूपले चाहिँ ग्रोथ भइरहेको छ। यसरी महिमा गर्दै जाँदाखेरि धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पाएका छौँ हामीले। आज हामी ईश्वरको राज्यमा छौँ। सबथोक हामी त होइनौँ, तर सबथोक त हाम्रो परमपिता परमेश्वर हुनुहुन्छ र पनि गर्व लाग्छ। हाम्रो परमेश्वर ख्यालको हुनुहुन्न भन्ने कुरामा असाध्यै गर्व लाग्छ। र ईश्वर वनमा नहुनुहुँदो रहेछ, ईश्वर त मनमा हुनुहुँदो रहेछ र विश्वास गरेर आउनुभयो। तपाईँ सम्पूर्णप्रति म प्रकाशित गरेको तर्फबाट एउटा उच्च नमन व्यक्त गर्न चाहन्छु। जहिले पनि साहस भर्नुभयो अनि म तेरो साथमा छु, म तेरो सङ्गमा छु, त कुनै भूतात्माहरूसँग डराउने छैनस्। तेरो रक्षा अनि सुरक्षा मैले गरेको छु। त रातमा आउने बाढदेखि डराउने छैनस् मेरा सन्तान, दिनमा आउने महामारीदेखि डराउने छैनस् मेरा सन्तान, र भूतात्मादेखि त डराउने छैनस्। जब त्यो भन्नुभयो नि, त्यो भनिसकेपछि अरू के चाहिँदो रहेछ र? हिजोको दिनमा त हामी भूतात्मासँगै डराएको हो, भूतात्माले हामीलाई छेद विच्छेद बनाएको हो, भूतात्माका कारणले हाम्रा सम्बन्धहरूमा आगो बलेको थियो, हाम्रो हृदयहरू कठोर बनेका थिए। तर जुन दिन रोमी 10 को अंगीकार गऱ्यौँ, हिजोको दिनमा हामीलाई मर्न रहर लाग्थ्यो, किनकि भूतात्माले आफ्नो फौज तयार गर्दै थियो। यदि हामी परमेश्वरको राज्यमा आएका छौँ, आज हामीलाई त्यो लाग्दैन। हामीले आँखा खोलिदिनु भयो कसले? परमेश्वरले। म भूत आत्माको फौज बन्ने होइन, म परमेश्वरको स्वर्गीय दूत बन्ने भन्ने आँट आउँछ, हिम्मत आउँछ। अस्ति मैले एउटा गवाई सुनेको थिएँ, सर हजुर मर्न पनि रहर लाग्दो रहेछ, आज मलाई बाँच्न रहर लागेको छ। हेर्नुहोस् त, शैतानिक वाला आत्माले के गर्दो रहेछ त? मर्न रहर जगाउँदो रहेछ। परमेश्वरले के गर्नु त? बाँच्न रहर जगाउनुहुन्छ। फरक यो छ, किनकि सर्वशक्तिमान परमपिता परमेश्वरले हामीलाई के गर्नुपर्छ? आज आयु थप्नु भएको छ, धपक्क बलिरहेको दीपक जस्तै बनाउनु भएको छ। हिजोको दिनमा मर्न रहर लाग्ने मनहरू आज बाँच्न रहर लागेका छन्, याद गर्नु होला। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद। जुन दिन परमात्मालाई आत्माको पिता भनेर जान्यौँ, म त बाँच्नु पर्दो रहेछ। मैले ईश्वरको काम गर्नु पर्दो रहेछ, म ईश्वरको राज्यमा अडाएर खडा हुनु पर्दो रहेछ। हरेकलाई यो थियो, हिजोलाई हरेकलाई के थियो भन्दाखेरि मर्न रहर लाग्थ्यो। कसैले विष लिनुहुन्थ्यो हातमा, कसैले डोरी लिनुहुन्थ्यो, कसैले होइन, एउटा न एउटा बाहनामा चाहिँ मर्न पाए हुन्थ्यो, यो जिन्दगी बर्बाद पारिदिनु पाए हुन्थ्यो, यो कन्सेप्ट आउँथ्यो। तर जुन दिन रोमी 10 को अंगीकार गऱ्यौँ, त्यो दिनबाट हाम्रो दिनमा के आउँछ त? म ईश्वरको सुसमाचार वाहक बन्ने हो, होइन, म परमेश्वरको राज्यमा काम गर्ने हो। परमेश्वरले मलाई उठाउनु भएको छ, होइन। त्यसैले हालत त हरेकको जीवनमा आउँछ। अघि म्यामले पनि भन्नुभयो नि, हामीले सुनेको छैन, हालत त आयो, तर त्यो पछाडिको महिमा पनि त रहेछ नि, होइन, महिमा पनि त रहेछ नि। तपाईँ ईश्वरको राज्यमा पिल्सिरहनु भएको छ, ईश्वरको राज्यमा तपाईँले दुःख पाइरहनु भएको छ, ईश्वरको राज्यमा तपाईँको काम बनेको छैन भने मान्नुहोस्, त्यहाँ ठुलो ईश्वरको काम हुँदैछ। तपाईँको छोरा अनि तपाईँको छोरी बाहिर सुक्खा रोटी खाइरह्यो भने नै नखा यता आइज भनेर तपाईँले के दिनुहुन्छ? त्यसमा दुध अथवा घिउ अथवा के थपेर
योजनाबद्ध यो खाइस् भने तमीले सुक्खा रोटी खाने होइन बाबु, तिमीले दुध यसमा घिउ अथवा यसमा नुनिलो, मेरो बाबुले के रुचाउँछ भनेर एकछिन त उसलाई दिएन जस्तो लाग्छ। बच्चा रुन्छ भने एकछिन त किन खोजेको मेरो रोटी, त्यो बेलामा त्यो बच्चालाई थाहा हुँदैन। तर आमालाई के थाहा हुन्छ भन्दाखेरि मेरो बाबुले यसमा अरू पनि चिज हालेर दिनुपर्छ भने थाहा हुन्छ। जब हालेर दिन्छ बच्चा खुसी भएर खान्छ। एकछिन त बच्चा पनि रुन्छ होइन, एकछिन त बच्चा पनि रुन्छ। किन रुन्छ भन्दा मेरो रोटी खोजिदियो। मैले हाम्रो सुसम्पन्नलाई त कुनै पनि ललिपप अथवा चक्लेटहरू खाएर मैले खोसिदिन्छु, ऊ रुन्छ, कराउँछ। तर मलाई थाहा छ त्यो ललिपपबाट भोलि उसलाई बेलुका खोकी लाग्न सक्छ, यो ललिपपबाट उसलाई चाहिँ घाँटीमा खसखस हुनसक्छ, यो ललिपप खाँदै गर्दाखेरि असहज हुनसक्छ भनेर मैले खान दिन्न। मेरो नजर वरिपरि मैले कहिले पनि खान दिन्न। उसलाई के लाग्छ भने मेरो ड्याडीले मेरो ललिपप खोजिदियो, कति गुलियो थियो, कति आनन्द थियो, कति चुसिरहेको थियो बच्चाले होइन। तर मैले के गरेको हुन्छु, मैले त्यो बच्चाको भविष्य सोचेको हुन्छु। कहिलेकाहीँ बन्न लागेको काम, बन्न खोजेको काम बनेन भन्ने मान्नुहोस्, त्योभन्दा ठुलो योजना परमेश्वरको छ। आज संसारमा मानिसहरू हरेक ठाउँबाट ठक्कर खानु भएको छ। हिजोको दिनमा एउटा समस्या थियो, 1000तिर भागेका थियौँ। आज 1000 समस्या छ, एक परमपिता परमेश्वरसँग आएका छन्। आज मानिसहरू यति अहङ्कार, यति घमण्ड। तपाईँले समाजमा दुश्मन कमाउन छ भने केही पनि गर्नु पर्दैन, प्र्याक्टिकल गरेर हेर्नुहोस्। लगातार 3 दिनदेखि 4 दिन नयाँ नयाँ साडी फेरेर हिँड्नुहोस्, त्यसपछि तपाईँको विरुद्धमा मान्छे बोल्न थालेन भने मलाई भन्नुहोस्। तपाईँले केही गर्नै पर्दैन, अरूलाई कोट्याउन जान नै पर्दैन, अरूलाई नराम्रो भन्न नै पर्दैन, अरूलाई गाली गर्न नै पर्दैन, केही गर्नै पर्दैन। 3 देखि 4 दिनसम्म तपाईँले ननिष्ठ साडी फेरि लाएर मक्खा हाँसेर हिँड्नुहोस्, त्यसपछि तपाईँको दुश्मन उता तयार भइसकेको हुन्छ। यो कन्सेप्ट, यो समाजको विकास त्यसरी भइरहेको छ। अनि छोरी मान्छेको त साडी फेर्दैमा, छोरा मान्छेले 2-2 महिना मोबाइल फेरि पुग्छ, धेरै अरू कुरो फेर्नै पर्दैन। मैले त यसपालि 18 चलाएको थिएँ, अर्को चाहिँ 19, अर्कोचोटि 20, अर्कोचोटि 21 भन्नुहोस्। त्यसपछि अटोमेटिक दुश्मन तपाईँको त्यहाँ खडा भइसकेको हुन्छ। नराम्रो काम गर्नै पर्दैन, तपाईँले कसैलाई कोतरी राख्नै पर्दैन। तर हाम्रो परमेश्वरले त्यो भन्नुहुन्न। यदि कसैको खुसीमा त खुसी भइस् भने म तँलाई अझ उच्च खुसी बनाउने छु, अझ उच्च लेभलको आशिष दिनेछु, अझ उच्च लेभलको स्थानमा मैले तँलाई राख्नेछु। यो भोग्नु भएको छ होला धेरैले होइन, त्यही भएर अलि अहङ्कार छ। अनि फेरि मान्छेहरू यति घमण्ड भयो कि यो कुरा नि तपाईँले भोग्नु भएको छ कि भएको छैन, अरू केही गर्नु पर्दैन। 1-2 लाख नदेखेको मान्छेले 10-15 लाख देख्न थाल्यो भने उसको अहङ्कार र घमण्ड हेर्नुहोस्। 2-4 लाख नदेखेको मान्छेले 10-15 लाखको कारोबार गर्न थाल्यो भने उसको अहङ्कार, उसको घमण्ड, उस सब कुछ देख्नुहोस्, तपाईँले समाजमा देख्नुहुन्छ। अनि मान्छेले, समाजका मान्छेले भन्छ यो टुप्पाबाट पलाएको हो, यतेश्वर यस्तो भन्नुहुन्छ। याद छैन हजुरहरूलाई, थाहा छ? त्यही भएर आज मान्छेलाई अहङ्कारको कारणले मान्छेहरू के भन्नुभएको छ त भन्दाखेरि परमेश्वरबाट अलग भएका छन्। एक दिनको घटना के भएछ भने नि, एकदमै यो मलाई सम्झना आइहाल्यो। एकदमै ठुलो राजा भनेपछि त एकदम सम्राट होइन, एकदमै दुनियाँलाई चाहिँ चलाएर त यसो गर बोले मात्रै हुन्छ, कानुन गर्ने मान्छे, एकदमै त्यो मान्छेको मृत्यु भएछ। त्यो राजा भन्दा पनि अर्को घमण्डी रहेछ फेरि त्यो टोलमा, त्यो देशमा। त्यो राजाको मृत्यु भएछ। राजाको मृत्यु भइसकेपछि यो आधी कपालको अरू चाहिँ सबै जलेछ, यो माथि खोपडे चाहिँ जलेन छ, यो माथिको भाग चाहिँ जलेन छ। त्यतिकै टुक्रुक्का उमा बसिरहेको रहेछ, त्यतिकै बगरमा बसिरहेको रहेछ। ऊ त घमण्ड होइन, घमण्डले एक दिन आज चाहिँ यता शिकार खेल्न जान्छु भनेर खोलाको छेउतिर वनतिर गएर आउनुभएछ। वनतिर गएर आउँदाखेरि खोलाको छेउतिर आउँदाखेरि त्यो खोपडीमा ठ्याक्क लातले हिर्काइदिनु भएछ कि, मलाई ठोकिएछ क्या लातले। तँ पनि यस्तो छस्, कहाँबाट आयो भनेर यसो हेरेको त लातले हिर्काइदिएछु त्यो खोपडीलाई। त्यो सम्राट राजाको खोपडी अनि 1 नम्बरको घमण्डीको। अनि त्यो खोपडीबाट आवाज आएछ क्या, ओइ तँ के को लागि अहङ्कार गर्छस्, तँ के को लागि घमण्ड गर्छस्?
त के को लागि यसरी घमण्ड गरिरहेको छस्? एक दिन जसरी म सम्राट थिएँ, म अहङ्कार थिएँ नि, हेर त मेरो हालत त आज बगरमा खोपडी सम्म कसैले नसम्हालिकन यसरी मिल्केर बसेको छ। एक दिन तँ पनि त्यस्तै हुने होस्। के को लागि गर्छस्? के को लागि अहङ्कार गरेको छस्? के को लागि घमण्डी गरेको छस् तैँले? भनेपछि त्यो टपक्क त्यो खपडी टिपेर ल्याएछ। अनि ल्याइसकेपछि आजबाट तँ गुरु भइस् मेरो। अनि मान्छेले सोधेछन् तैँले यो किन ल्याइस् भन्दाखेरि यो त मेरो गुरु हो। किन तेरो गुरु कसरी हुन्छ भन्दा ममा भएको अहङ्कार, ममा भएको घमण्ड, म सब यो खोपडीको कारणले म आज नष्ट भएको छ। एउटा खोपडीको कारणले। यो कुनै दिन राजा थियो, सम्राट थियो, उसले जे बोलेको त्यही कानुन पुरा हुन्थ्यो। त्यो त आज बगरमा मिल्केर बसेको छ। म त को रहेछु र? आजबाट म नम्रतामा ढल्नेछु, म आत्मिकतामा बन्नेछु, म दिन दुखीको सेवामा गर्नेछु। भनेपछि एउटा खोपडीबाट त मान्छेले त्यति ठुलो शिक्षा हासिल गर्छ भने हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरबाट हामीले कति हासिल गर्नुपर्ने हो? एकचोटि आफैले आफैलाई सोच्नुहोस्, आफैले आफैलाई सोचौँ। त्यसैले जो जो नम्रतामा छ नि, दिनेवाला ईश्वर हुनुहुन्छ, दिनेवाला ईश्वर हुनुहुन्छ। जो अहङ्कारले फुल्छ नि, जसले दिनुभयो उसले खोज्न पनि जान्नुभएको छ, खोज्नु पनि जान्नुभएको छ। त्यसैले आज म कति ठाउँमा देख्छु यो मेरो, यो तेरो, यो यहाँ त्यो त्यहाँ घमण्डले मानिसहरू फुलेका छ। म कहाँ जुटेको लिडर त कहाँ जानुहुन्न, त कहाँ जुटेको लिडर म कहाँ आउनुहुन्न, यो जन मेरो हो, यो लिडर तेरो हो, है त यस्तो गर्नुहुन्न, त उस्तो गर्नुहुन्न, त भन्दा म के कम, म भन्दा त के कम, म पहिला आएको, म ठुलो हुँ। मैले कति कता मेरो कानमा ती कुराहरू ठोकिने अनि गुन्जिने गरेका हुन्छन् होइन। मानिसले अहङ्कारी मानिसले एउटा मान्छेको खोपडीबाट त त्यति ठुलो शिक्षा लिन्छ भने हामी अझै पनि के गर्छौँ त? परमेश्वरको राज्य भने अझै तेरो मेरो भन्न छोडिरहेको मैले पाउँदिनँ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, मेरा सन्तान नम्रतामा तिमी रहनेछौ, होइन। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाम। किनकि हालत त हरेकलाई आउँछ। जब परमेश्वरको राज्यमा तपाईँ जति गहिरिँदै जानुहुन्छ नि, जति गहिरिनुहुन्छ नि, समस्याहरू त्यत्तिकै तैरिरहेका हुन्छन्। जति तपाईँ गहिरिनुहुन्छ त्यति नै समस्याहरू तैरिरहेका हुन्छन्। तर त्यसलाई फिल गर्न पर्यो। मैले खाना खाएको छु भने त्यो मलाई फिल हुन्छ, मेरो पेट भरिन्छ, भोक मेटिन्छ। मलाई प्यास लागेको छ भने मैले पानी पिउँछु, मेरो प्यास मेटिन्छ। त्यो मेरो फिल हो, कसैले पनि थाहा हुँदैन, त्यो मलाई थाहा हुन्छ त्यो। तर म परमेश्वरसम्म गइरहेको छु कि छैन त्यो तपाईँलाई थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। हामीले त तपाईँले राम्रो व्यवहार गरिदिनु भने वाह कति राम्रो व्यवहार, होइन, उहाँ त परमेश्वरको आत्मिकतामा ढल्किनु भएको छ त्यति भन्ने मात्र हो। तर तपाईँ परमेश्वरको राज्यमा गइरहनु भएको छ कि गइरहनु भएको छैन कि त्यो त स्वयंलाई थाहा हुन्छ, स्वयंलाई थाहा हुन्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाम। किनकि अयुबको जीवनमा नि हालत नआएको होइन, अयुबको जीवनमा हालत आएको कारणले आज अयुब भएको हो फेरि, होइन। अयुबको जीवनमा मुख्य परीक्षा चाहिँ उहाँको धैर्य र विश्वास थियो, जहाँ उहाँको सारा धन सम्पत्ति र छोराछोरी गुमेपछि पनि उहाँले परमेश्वरलाई त्याग्नु भएन। सम्पत्ति पनि गुम्यो, छोराछोरी पनि गुम्यो, हरेक कुरा गुम्दा पनि उहाँले के गर्नुभयो? सब कुछ लुटियो, जति सम्पत्ति थियो त्यो पनि लुटियो, छोराछोरी पनि आफूमा रहनु भएन। हरेक कुरा लुटिँदा पनि अयुबले परमेश्वरलाई चाहिँ त्याग्नु भएन, परमेश्वरलाई चाहिँ त्याग्नु भएन। अनि त्यसैको कारणले उनी 140 वर्षसम्म बाँचे भने हामीले अध्ययन गरेका छौँ, होइन, हामीले त्यो कुरा पाउँछौँ। 140 वर्षसम्म बाँच्नु भयो भनेर हामीले त्यो पढेका छौँ। त्यसैले जब 140 वर्षसम्म बाँच्दाको क्रममा कति आरोह अवरोह आए हेर्नुहोस् त। सब कुछ त्यागे, सब कुछले छोड्यो नि त, धनले छोड्यो, सम्पत्तिले छोड्यो, होइन, आफ्नाले छोड्यो, छोराछोरीबाट पनि सबै कुरा। तर पनि परमेश्वरको विश्वासलाई, परमेश्वरलाई अयुबले कहिल्यै त्याग्नु भएन, कहिल्यै त्याग्नु भएन, कहिल्यै त्याग्नु भएन। र
अयुबको सुदिन फर्केर आयो। अयुबको सुदिन फर्केर आयो, किनकि आज हामीलाई ठेस मात्रै लाग्यो भने पनि हामी परमेश्वरलाई त्याग्न तयार हुन्छौँ। म त्यहाँ गएको, मेरो खुट्टामा ठेस लाग्यो, नङ यहीँ निक्लेर भाग्यो, अनि म त्यहाँ किन जाने त नि। मैले भिसा यति वर्षदेखि भिसा मागेँ, भिसै लागेन। अब भिसा नलागेपछि म किन जाने त नि। मैले यति वर्ष मागेँ, घरहरू किन्छु भनेर मागेँ, अहिलेसम्म घरहरू किन्नै सकिनँ, म किन जाने त नि। मैले त्यहाँ तल थप्छु भनेर भनेको थिएँ, तल थप्न सकिनँ, मैले किन जाने त नि। हामीमा ती कुराहरूले बास गरेका हुन्छन्। त्यो कुरा बास गर्नु भनेको के हो भने, त्यो शैतानिकवाला आत्माले के गरिरहेको हुन्छ भने परमेश्वरबाट ऊ अलग राख्न चाहन्छ। जब परमेश्वरबाट अलग राख्छ नि, तब उसले कार्य गर्न पाउँछ। जब परमेश्वरसँग रहन्छन् तब उसले कार्य गर्न सक्दैन, किनकि उसले चिन्छ यो परमेश्वरको सन्तान हो, यो परमेश्वरमा गइरहेको मान्छे हो, यो परमेश्वरमा तैरिएको मान्छे, उसले चिन्छ। तपाईँहरूले पनि चिन्नुहुन्छ, याद गर्नु होला, चिन्नु भएको छैन, तपाईँहरूले फिल गर्नु होला, तपाईँहरूले पनि चिन्नुहुन्छ। कतिले भन्नुहुन्छ सर हजुर परमेश्वरको सन्तान त भन्नुहुन्छ, अझै पनि उहाँको बोली चाली व्यवहारमा भने संसारीको भन्दा पनि तल्लो स्तरको छ भन्नुहुन्छ। त्यो तपाईँले चिनेर भन्नुभएको हो, त्यो तपाईँले जानेर भन्नुभएको। एउटा मानिसले, तपाईँहरूले यो मान्छे कसरी गर्छ रिसा, तपाईँलाई थाहा छैन। कोही मान्छे रिसाएर आयो भने तपाईँले चिन्नुहुन्छ कि चिन्नुहुन्न? चिन्नुहुन्छ? अरू कोही मान्छे खुसी हुँदै आयो भने चिन्नुहुन्छ कि चिन्नुहुन्न? चिन्नुहुन्छ? कोही मान्छे रुँदै आयो भने चिन्नुहुन्छ कि चिन्नुहुन्न? चिन्नुहुन्छ? रिसाएर आउँदा पनि चिन्नुहुन्छ, रुँदै आउँदा पनि चिन्नुहुन्छ, खुसी हुँदै आयो भने पनि चिन्नुहुन्छ, कसैले हान्छु भन्दै आयो भने त्यो पनि मान्छेलाई चिन्नुहुन्छ। तपाईँले त एउटा मान्छे कसरी आएछ भनेर चिन्नुहुन्छ भने त्यो त 100औं वर्षदेखि तपाईँको जिन्दगीमा राज गरेर बसेको उसलाई थाहा हुँदैन, उसलाई थाहा हुँदैन। तपाईँले यो मान्छेले के खाएर आएछ भन्ने पनि छुट्याउन सक्नुहुन्छ। भाङ खाएर आएको छ कि, रक्सी खाएर आएको छ कि, गाँजा खाएर आएको छ कि, सुई हानेर आएको छ कि, त्यसको फेस एक्सट्रेक्चरले यो मान्छे यही खालको मान्छे भनेर तपाईँले छुट्याउन सक्नुहुन्छ। हरेकले छुट्याउन सक्नुहुन्छ। त्यसैले उसले पनि के गर्छ त, उस पहिचान गर्छ, उसले चिन्छ यो मान्छे परमेश्वरमा गइरहेको हो कि होइन, यो मान्छे परमेश्वरसँग नजदिक भएको हो कि होइन, यो मान्छेले परमेश्वरसँग कतिको आराधना गर्छ, उसलाई थाहा हुन्छ। अनि जो कमजोर छ उसलाई के गर्छ त, एट्याक गरिहाल्छ। बिरालोले मुसालाई एट्याक गर्नुको कारण के हो त नि? एकचोटि हेर्नु होला, बिरालोले मुसालाई कोले देख्नु भएको छ, मैले त देखेको छु र मैले भनेको छु। बिरालोले मुसालाई खाँदाखेरिको त्यो बेलाको एकचोटि कसैले देख्नु भएको छ? मैले देखाएको छु, देख्नु भएको छ है, धेरैले देख्नु भएको छ। त्यो कमजोरीको कति फाइदा उठाउँछ कि त्यो बिरालोले के, यसो हेर्छ अनि च्याप्पा समात्छ, पछार्छ होइन, फेरि ल्याउँछ। त्यो च्याप्पा समातेर घाँटी समातेर काप्नु कुरा निल्दै हुन्न, उसको हारै हो त, उसले खानै छ त। कप्लो कुप्लो बनाएर खाएर निलेर आनन्द भएर बस्यो भने कमसेकम उसलाई पीडा त हुँदैन नि त। के गर्छ, यसो हेर्छ, प्याट हिर्काउँछ, यहीँ गर्छ मुसा, भाग्न खोज्छ, बिचार भाग्न सक्दैन, फेरि यताडा ल्याउँछ, फेरि प्याक हान्छ, चिँ गर्छ बिचरा। हेर्नु होला एकचोटि, यति नराम्रोसँग गर्छ त्यसले, यति नराम्रोसँग। बिरालोले मुसा खेलाएको देख्यो भने त्यो मान्छेको हो, जसरी बिरालोले मुसा खेलायो नि त्यसरी शैतानले हामीलाई खेलाएको थियो हिजो, त्यसरी नै खेलाएको थियो। त्यो हेर्नुभयो भने बुझ्नुहुन्छ तपाईँहरूले, त्यो देख्नु भएको मान्छेले पनि बुझ्नुहुन्छ। कप्पा खाँदैन, हालत बनाउँछ बिचरालाई, प्राण फुस्किँदैन त्यो मुसाको, बिचरा लास्टै बनाउँछ, खुट्टा मात्रै फित्री गर्छ, तै पनि खान्न उसले, पुच्छर मात्रै हल्लाउँछ, त्यही पनि खान्न उसले, फेरि पनि पछार्छ। अनि अन्तिममा गएर बल्ल उसले आफ्नो आहारा बनाउँछ। शैतानिक आत्माले त्यही गरेको थियो हिजोको दिनमा। हजुरहरूले फिल गर्नुभयो कि भएन? कहिले पाठेघरको समस्या निकालेको छ, अय्या भनेको छ,
कहिले माइग्रेन भनेको छ, अय्या भनेको छ, कहिले युरिक एसिड भनेको छ, कहिले कोलेस्ट्रल भनेको छ, कहिले ग्यास्ट्रिक भनेको छ, कहिले के भनेको छ, कहिले के भनेको छ, कहिले के भनेको छ। हप्तै पछि जानुस्, बिमारीको नाम नयाँ नयाँ हुन्छ, त्यही पुरानो हुँदैन। दबाई खायो काम गर्दैन, एकछिन काम गर्यो अर्को छिनपछि काम गर्दैन। खेलाएको छ काम अर्कोले गरेको छ, अर्को चिजको गएको छ काम अर्कोले गरेको छ, होइन? त्यसो गरी गरी अन्तिममा उसले के गर्छ? हाम्रो प्राण के गर्छ त? शैतानिक आत्माले नष्ट गरिदिन्छ। जसरी बिरालोले मुसाको अन्त्य गर्यो, त्यसरी शैतानिक आत्माले हाम्रो अन्त्य गरेको थियो। आज हेर्नु त कति सौभाग्यशाली हामी सर्वशक्तिमान परमपिता परमेश्वरको राज्यमा आएका छौँ। एस नासरत मसीह येशूको नाउँमा हुकुम गर्छु, यसको शरीरबाट हटेको छैन भने त्यो तपाईँको कारणले हटेको छैन, त्यो तपाईँकै कारणले त्यो गएको छैन। हाम्रो मन कस्तो हुन्छ? डर हुन्छ, होइन? के गर्ने होला, कसो गर्ने। त्यसैले अयुबको जीवनमा नि हालत आएको थियो, हाम्रो जीवनमा नि हालत आउँछ। जसरी अयुबको जीवनमा सुदिन फर्किएको थियो, हाम्रो जीवनमा पनि सुदिन फर्किहाल्छ। मलाई एकदमै पीडामा हुनुहुन्छ भने म एकदम पीडासँग पनि केही समय नजिक हुनुहोस् त, त्यो पीडाले नि तपाईँलाई छोडेकै हुन्छ। दुःख आएको छ तपाईँको जीवनमा, दुःख छ नि, केही समय नजिक भइदिनु त अटोमेटिक त्यसले पनि छोडेर गएको हुन्छ। सधैँ एउटै दिन बस्दैन। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, तिमीहरू नआत्तेऊ, 2 दिन दुःख कष्ट भोग्न पर्ला तिमीले, तर 4 दिनको लागि मैले व्यवस्था गरेको छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। मानिस आज हरेक ठाउँबाट मानिस झुकेको थियो। कसको कारणले? शैतानिकवाला दुस्रावाला आत्मा जहाँ गए पनि हाम्रो शिर ठाडो गरेको थिएन। त यस्तो रोगी ट्याग थियो हाम्रो, सुगरको बिमारी, त प्रेसरको बिमारी, त किडनीको बिमारी, होइन? त नसाको बिमारी, त पाठ्यघरको बिमारी, त क्यान्सरको बिमारी, त फलानुको बिमारी, त तिलानुको बिमारी। नै परमेश्वरले त के भन्नुभयो? त मेरो पवित्र सन्तान। एकचोटि संसारमा यति डर छ, यति त्रास छ, त्यो तपाईँले फिल गर्नुभयो कि भने मैले फिल गरेँ। मान्छे एकचोटि मच्छरदेखि लुकेर बस्दै, मान्छे याद छैन तपाईँलाई? फिल कसैले त्यो मच्छर आएर टोक्यो भने त डेङ्गु हुन्छ अरे भनेपछि त्यो मच्छरदेखि मान्छे लुकेर बस्थे। एउटा मच्छरदेखि मान्छे डराएको थिए, चिच्याएको थिए, कराएको थिए, काँपेर बसेको थियो। यत्रो ज्यान भएको मान्छे एउटा यत्रो मच्छरसँग काँपेर बसिरहेको थियो। याद छ? याद छैन हजुरहरूलाई? ल त्यो मच्छर आएर टोक्यो भने त डेङ्गु हुन्छ अरे भनेपछि त्यो मान्छे यति डर, यति त्रास, यति। तर हाम्रो परमेश्वरले भन्नुभयो, त नडरा, त डरको सन्तान होइन। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, गुरु येशू मसीहको नाममा। त्यसैले गर्व लाग्छ, मेरो परमेश्वर, हाम्रो परमेश्वर ख्यालको हुनुहुन्न। जसलाई जसरी मन लाग्यो त्यसरी बनाएको ईश्वर होइन हाम्रो ईश्वर। हाम्रो ईश्वर त हामीलाई पवित्र मन्दिर बनाउनु भयो र यो मन्दिरमा बास गर्नुभयो र भन्नुभयो, म जातमा छैन, म धर्ममा छैन, म मन्दिरमा छैन, म चर्चमा छैन, म गुम्बामा छैन, म मस्जिदमा छैन, म सच्चाइमा छैन, म गुरुद्वारमा छैन, म त तिम्रो हृदयमा छु भन्दै। त्यसैले असाध्यै गर्व लाग्छ, यति भाग्यमानी सौभाग्यशाली लाग्छ नि, ईश्वर चिन्न पाएका छौँ, ईश्वरलाई जान्न पाएका छौँ भन्दै सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। समयले नेटो काटिसकेको छ। तपाईँहरूका घर घरमा ईश्वरको आशिष रहोस्।
दुःख कष्ट दरिद्रताले कहिल्यै बास नपाओस्, उन्नति रहोस्, प्रगति रहोस्। ती शिरमाथि पीर कहिले नपरोस् पिता। तपाईँहरूका नाना नानी काका काकी मामा भाइ भतिज जो कोही पनि परदेश भएर परदेश हुनुहुन्छ भने उहाँहरूको जीवनमा पनि भरिपूर्ण आशिष आओस्। छोराको छोरीको श्रीमानको श्रीमतीको आमाको बुवाको भाइको दाईको काकाको काकीको मामाको माइजीको कसैको फोन नआएर तडपेर बसिरहनु भएको छ भने पिता फोन आउने योग्य पनि तपाईँले बनाइसक्नुभयो भन्दै हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्। दुःख कष्ट दरिद्रताले कहिल्यै बास नपाओस्। तपाईँका ती दुई आँखामा रोग शोक दुःख कष्टको आँसु कहिल्यै नआओस् पिता। आँसु आओस् त खुसीको आँसु आओस्, त्यही पनि भुइँसम्म खस्न नपाओस् भन्दै म तपाईँहरूबाट ओझल पर्न चाहन्छु। हस्त नमस्ते।